काठमाडौँ घुमेला जा, पशुपतिनाथ जा, स्वयंभूनाथ जा, दर्शन गरेला जा, अधिकार मागेला जाएगी नै पर्दो पर्छ। एउटा स्पिचले के गर्न सक्छ भनेर अघिदेखि कुरा गरिराख्नु भएको छ नि, एउटा स्पिचले योसम्म गर्न सक्छ। The fire of hope and passion burning within me, but my heart is heavy. यो स्पिचमा यो बाबु आर्टिस्ट भइदिए, जसले आफ्नो वर्ड पिक्चर असाध्यै राम्रो पेन्ट गरे। त्यो कारणले गर्दा भाषा नबुझे पनि मजा आएको। I have a dream that one day मलाई हरेक पल्ट यो स्पिच हेर्दाखेरि नि मलाई गुजबम्स आउँछ। सेम हियर। एकजना राजा रहने कुराले त्यत्रो ठुलो कुनै आपत्ति गर्दैन। मदन भण्डारीको आज स्पिच छ है भन्दा हामी अफिस छोडेर हेर्न सुन्न जान्थ्यौँ। नमस्कार, कमन ग्राउन्डको यो अङ्कमा तपाईँलाई हार्दिक स्वागत छ। म रतन। इतिहासका धेरै युद्ध बन्दुकले होइन शब्दले सुरुवात भएका थिए र भविष्यमा पनि हुन सक्छन्। धेरै क्रान्तिहरू हतियारले होइन भाषणले जन्मिएका थिए र ती हुनेछन्। हामीले देखेका छौँ एउटै भाषणले चुनाव जित्नेहरू, एउटै भाषणबाट समाज जोड्ने र समाजलाई विभाजन गर्नेहरू हामीले देखेका छौँ। एउटै बोलीले हामी नजिकिएको र बाँचेको अनुभवले हामी रङ्गिएका पनि छौँ। हामी हरेक दिन हजारौँ शब्दहरू सुन्छौँ, तर किन केही शब्दहरू वर्षौँसम्म हाम्रो मनमा बजिरहन्छन्? किन केही मानिसहरू बोल्दा हामीलाई एकदम उत्सुक लाग्छ र किन कोही मान्छे बोल्दा हामीलाई शङ्का, डर र एक प्रकारले समथिङ केही छ त्यहाँ भन्ने खालको हामीलाई महसुस हुन्छ? शब्दमा यति धेरै शक्ति किन हुन्छ? आजको संवाद बोलीको शक्ति माथिको मन्थनका लागि आज हामीसँग पब्लिक स्पिकिङ एक्सपर्ट राजेश पाण्डेलाई आज हामीले निम्ताएका छौँ। स्वागत छ राजेश। थ्याङ्क यू रतन सर, थ्याङ्क यू सो मच। र यो प्लेटफर्ममा आउन पाउँदा र यसरी तपाईँसँग आज मैले जुन क्षेत्रमा लामो समय काम गरेँ, अध्ययन अनुसन्धान गरेँ र अबको जीवनको लामो हिस्सा मैले जुन क्षेत्रमा बिताउँछु भन्ने सोचिराखेको छु, त्यसकै बारेमा कुराकानी गर्न पाउँदा र खास गरी यसको महत्त्व किन छ भन्ने कुरा जनजनसम्म पुर्याउनका लागि जसरी यो प्लेटफर्मले पनि सघायो, म खुसी पनि छु र यो प्लेटफर्म र रतनजीलाई धेरै धेरै धन्यवाद। राजेशजी त रेडियोमा बोल्ने होइन, म आफैलाई सम्झिँदाखेरि रेडियो कान्तिपुरमा तपाईँको आवाज यसरी घन्किन्थ्यो। कुनै टाइम यस्तो थियो रेडियोमा बोल्नु भनेको एउटा ड्रिम जस्तै लाग्थ्यो कि आफूलाई पनि, होइन? अनि अब आफूलाई नै रेडियोमा बोल्न रुचाउने भएको हुनाले तपाईँ जस्तो रेडियो कर्मीको आवाज सुनिरहन मन लाग्ने र आज तपाईँसँग यसरी साक्षात्कार गर्न पाउँदा आफूलाई नै औधी खुसी लागेको छ मलाई। अनि मलाई सुन्दै खुसी लागिसक्यो, होइन? सो अब कहाँबाट सुरुवात गरौँ भने तपाईँको अब लामो समयसम्म रेडियो पत्रकारिता गर्नुभएको छ, सँगसँगै यस्तो ट्रेन्ड हुनुहुन्छ र थुप्रै सयौँ हजारौँ व्यक्तिलाई पब्लिक स्पिकिङको ट्रेनिङहरू दिँदै आइरहनु भएको छ। आज पनि एउटा कार्यक्रम सकाएर आउनु भएको छ के अरे हतारमै, होइन? एउटा जिज्ञासा जस्तो भनेको पब्लिक स्पिकिङ भनेको क्लियर कम्युनिकेसन हो कि यो म्यानिपुलेसन हो कि यो इन्फ्लुएन्स हो? यसको यो तीनवटा टर्मिनोलोजी अर्थात् यो तीनवटा शब्दको भिन्नता कसरी छुटाउने? यो यस्तो गरुङ्गो प्रश्न सुरुमै प्रोग्रामको सुरुमै आइपुग्यो, होइन? म यसलाई यसरी भन्दै जाउँ, बुझाउँदै जाउँ, होइन? प्लिज। सबभन्दा पहिलो कुरा पब्लिक स्पिकिङ भनेको कम्युनिकेसन भयो, होइन? दुई वा त्योभन्दा बढी मान्छेको लागि वा दुई वा त्योभन्दा बढी मान्छेको अगाडि यदि हामीले आफ्नो कुरा राख्यौँ र उनीहरूलाई आफ्नो कुरा बुझाइदियौँ भने यही नै पब्लिक स्पिकिङ भयो, यही नै कम्युनिकेसन भयो। अब यो जुन स्किल छ पब्लिक स्पिकिङ स्किल्स, यो स्किल कम्युनिकेसनको जुन यो स्किल छ यसलाई हामीले कहाँ प्रयोग गर्छौँ त्यो अलग कुरा भयो। हामीले आफ्नो आइडिया कम्युनिकेट गर्नेमा प्रयोग गऱ्यौँ भने यो इफेक्टिभ कम्युनिकेसन भयो। यदि हामीसँग एउटा जेन्युन आइडिया छ र त्यो आइडिया कम्युनिकेट गरेर हामीलाई सुन्नेहरूलाई पनि त्यसमै सहमत गरायौँ भनेको एक प्रकारले हामीले लिडरसिपको रोल प्ले गऱ्यौँ भने अब यो इन्फ्लुएन्सतिर गयो। इन्ट्रेस्टिङ। र यदि त्यो इन्फ्लुएन्स कुनै न कुनै किसिमबाट स्वार्थ सहितको हुन थाल्यो भने चाहिँ अब त्यसलाई हामीले म्यानिपुलेसन भन्छौँ। भनेको सिप
स्किल चाहिँ कम्युनिकेसनको भयो, पब्लिक स्पिकिङको भयो, तर यसलाई के उद्देश्यको लागि प्रयोग गरिन्छ त्यसले त्यही रूप लिइदिन्छ। कतिपय एकदमै राम्रो बोल्ने मान्छे हुन्छन् जसले समाजलाई लिड गरिरहेका हुन्छन्, उनीहरूले इन्फ्लुएन्स गरे। कतिपय यस्ता राम्रो बोल्ने मान्छे हुन्छन् जसले समाजको मुहारमा हाँसो लिएर आइदिन्छन्, उनीहरूले एन्टरटेन गरे। कतिपय राम्रो बोल्ने मान्छेले समाजले सिक्नुपर्ने कुराहरू सिकाउन थाल्छन्, उनीहरूले एजुकेट गरे। कतिपयले आफ्नो आइडियामा मान्छेलाई कन्भिन्स गर्छन्, उनीहरूले पर्सुवेट गरे। र कतिपयले आफ्नो एजेन्डा अगाडि बढाउनका लागि यही स्किललाई प्रयोग गर्छन् र उनीहरूले काहीँ न काहीँ अगाडि बसेको मान्छेहरूलाई थोरै घुमाउन थाल्छन्, अब मेनिपुलेट गरे। त्यही भएर स्किल चाहिँ कम्युनिकेसनको भयो, पब्लिक स्पिकिङको भयो, तर तपाईँ कुन उद्देश्य प्राप्तिको लागि यसलाई प्रयोग गर्नुहुन्छ यसले फेरि त्यही रूप लिइदिन्छ। त्यही भएर मलाई लाग्छ गरुङको प्रश्नको मैले सजिलो गरेर उत्तर चाहिँ दिएँ होला। इन्ट्रेस्टिङ। जस्तो फेक स्पिच हो यो त, यो मान्छेले हामीलाई इन्फ्लुएन्स गर्नको लागि बोलिरहेको छ भनेर कसरी थाहा पाउने क्या? त्यो त्यसका लागि केही एलिमेन्टहरू हुन्छ नि, यो एलिमेन्टहरू इन्क्लुड छ भने यो पक्कै पनि फेक स्पिच हुनसक्छ। यसले चाहिँ नितान्त मान्छेलाई ग्राब गर्नको लागि भनेको हुनसक्छ, सत्यभन्दा पनि प्रभाव पार्नको लागि गरेको हुनसक्छ भनेर त्यो छुटाउन सकिने केही एलिमेन्टहरू हुन्छ? यसलाई म दुईटा तहमा उत्तर गर्छु यो कुरालाई। पहिलो कुरा के भने, भगवानले हामीलाई जन्म दिइसकेपछि हामीभित्र एक एकजना अब्जर्भर पनि राखिदिएका छन्। यदि कुनै पनि मान्छेको व्यवहार, कुनै पनि मान्छेको बोलीलाई हामीले एक ठाउँ बसेर अब्जर्भर्स पोइन्ट अफ भ्यूबाट हेर्न थाल्यौँ भने नि त्यो मान्छे कति जेन्युन छ वा छैन भन्ने कुरा हाम्रो अन्तर्मनले त्यसलाई थाहा पाउँछ, फिल गर्छ, भाइबको लेभलमा थाहा पाउँछ। हामीले भन्छौँ नि यो मान्छेसँग मेरो भाइब मिल्यो, भाइब मिलेन। कसरी थाहा पायौँ त? कुनै म्याथमेटिक्स त्यहाँ केही देखिँदैन होइन। ठ्याक्कै यो कुराले चाहिँ यहाँ पनि काम गर्छ। ओके। सो यसको लागि तर फेरि के हुन्छ भने, अब म यही क्षेत्रमा काम गर्ने भएकोले मेरो चाहिँ कन्सियस एफर्ट भयो यो अब्जर्भेसनको एङ्गललाई सार्पन गर्ने, स्पिकिङलाई सार्पन गर्ने, भोइसलाई सार्पन गर्ने, बडी ल्याङ्ग्वेजलाई सार्पन गर्ने, कम्युनिकेसनको टुल्सहरूलाई सार्पन गर्ने, स्टेजेसलाई सार्पन गर्ने, यो मेरो काम भयो। त्यही भएर लेम्यानभन्दा मैले बढी भिडियो हेरेको छु, बढी बुक पढेको छु, बढी काम गरेको छु, बढी समय बिताएको छु भनौँ न। त्यसले गर्दा मलाई एउटा एक्स्ट्रा एडभान्टेज माइलेज हुने चाहिँ भयो नै। तर यो अरू कसैले गर्न सक्दैन? होइन, सबैले गर्न सक्छ, सबैले गर्न सक्छ। त्यही भएर इन्ट्युसनले अगाडि बसेको मान्छेको नियतलाई जज गरिदिन्छ क्या। कतिपयले त्यसपछि शब्द देला, कतिपयले शब्द नदेला, त्यो अलग्गै कुरा भयो एउटा पक्षमा। अर्को पक्षमा यो फेक स्पिच हो वा फेक स्पिकर्स भनौँ न, फेक स्पिकर्सको कम्युनिकेसन्स वा फेक स्पिकर्सको स्पिचलाई हामीले अब बाहिरी आवरणबाट पनि पत्ता लगाउन सक्ने ठाउँहरू चाहिँ हुन्छ। जस्तै यदि कोही मान्छेले झुटो बोलिराखेको छ भने याद गर्नु होला उसको आँखा डिफ्रेन्ट हुन्छ। यदि कोही मान्छेले झुटो बोलिराखेको छ भने उसलाई इची फिल भइरहेको हुन्छ, उसले फेसको कुनै एरिया खास गरी नाक र यसको आसपासमा कोट्याइरहेको हुन्छ, कन्याइरहेको हुन्छ। उसको भोइसमा यो कुरा फिल गर्न सकिन्छ होइन। उसको बडी ल्याङ्ग्वेजमा यो कुरा देख्न सकिन्छ, फिल गर्न सकिन्छ। झुटो बोल्ने, ढाँट्ने, गलत इन्टेन्सनले केही कुराहरू आँट्ने सुरु गर्ने मान्छेहरूले मोस्ट अफ द टाइम आई कन्ट्याक्टहरू सिफ्ट गरिराखेको पाइन्छ, तल हेरिराखेको पाइन्छ, आफैमा हराएको पाइन्छ, किनभने उसको इन्टेन्सन डिफ्रेन्ट छ क्या। यहाँ हामीलाई मेनिपुलेट मात्र गर्न खोजिराखेको छ होइन। बडी ल्याङ्ग्वेज अलिकति कुप्रेको जस्तो देखिन्छ, हामीभन्दा बाहिर भाग्न खोजिराखेको जस्तो देखिन्छ। बोली भोइस हुन्छ नि, भोइस नै फर्म देखिँदैन। तर यसमा पनि फेरि यही नै जानेर कि मान्छेलाई मैले मेरो बोलीले नै ढाँट्नुपर्ने छ, छल्नुपर्ने छ भन्नेहरू यति पारङ्गत भइदिन्छन् कि कोही यो पत्ता लगाउन पनि गाह्रो पर्छ। कठिन हुन्छ। एक्ज्याक्टली, लेम्यानलाई यो छुट्याउन गाह्रो पर्छ। तर सरदर जुन झुटो बोल्ने मान्छेहरू कोही छन् र पत्ता लगाउनु पर्ने भयो भने हाम्रो इन्ट्युसनले ठ्याक्क छुट्याइदिन सक्छ पहिलो कुरा। अर्को कुरा केही फिजियोलोजिकल सिम्टम्सहरू आउन थाल्छ जसले गर्दाखेरि पनि यो मान्छेले चाहिँ जेन्युन छैन है, यो मान्छेले केही गफ दिँदैछ है मलाई, वा यो मान्छेको इन्टेन्सन हिडन एजेन्डा अरू नै केही छ है भन्ने कुरा थाहा पाउनलाई त्यति साह्रो गाह्रो हुँदैन। हामीले यो गर्न सक्छौँ। इन्ट्रेस्टिङ। एउटा भाषण चाहिँ शक्तिशाली कसरी बन्छ भन्ने कुरा संसारमा यो विषयमा थुप्रै रिसर्च भएका होलान्, छन् पनि, तपाईँले आफै स्टडी पनि गर्नुभएको छ होला होइन। हामीले बेला बखत विभिन्न सन्दर्भमा त्यस्ता भाषणहरू सुन्छौँ र हामी पनि मन्त्रमुग्ध हुन्छौँ होइन। अनि त्यसले ठुलो लार्जर तपाईँको कम्युनिटीलाई प्रभाव पारेको हुन्छ कि त्यसले अब त्यो प्रभाव चाहिँ सकारात्मक पनि हुन सक्यो, त्यसले चाहिँ नकारात्मक डिरेक्सन पनि लिन सक्छ। अब आज हामीले अलिकति यो स्पिचको
एनालाइसिस गर्ने पनि हामीले सोचे हुनाले केही स्पिचहरू हामी सुन्छौँ पनि हजुर र तपाईँ आफै पनि यसको एक्सपर्ट भएको हुनाले त्यो स्पिच के कारणले शक्तिशाली भयो भनेर हामी र त्यसको प्रभाव के पर्न सक्छ दीर्घकालसम्म होइन त्यो विषयमा पनि हेरौँ। केही नेपालका प्रतिनिधि भाषण हामी सुन्छौँ पात्रले गरेका र केही इन्टरनेसनली गरेका पात्रहरू पनि हेर्छौँ। तर किनभने मैले पब्लिक स्पिकिङकै हामी दायाँ बायाँ हामी कुराकानी गर्ने भएको हुनाले सुन्दै जाउँ, अरू पनि थुप्रै प्रश्नहरूमा खोतल्दै जाउँला। आएको मधेसिया पीएम बनने वाला है, वहीला घंटी में वोट नहीं रहेंगे। सही लोग आने वाला है, वहीला घंटी में वोट रहेंगे। सही समय आने वाला है, वहीला घंटी में वोट रहेंगे। सही सरकार आने वाला है, वहीला घंटी में वोट रहेंगे। काठमाडौँ घुमेला जा, पशुपतिनाथ जा, स्वयंभूनाथ जा, दर्शन करेला जा, अधिकार मागेला जाएगी नहीं पड़तो कर सकते। अब यो भाषण शक्तिशाली कसरी भयो र यो भाषणले राष्ट्रपाले झन्डै बहुमत सिट हासिल गर्नका लागि यो कडी कसरी भन्नु, यसको विश्लेषण गरौँ न। हुन्छ। यो पहिलो भिडियो नै सामान्य प्रधानमन्त्री बालेन्द्र शाहज्यूको आइपुग्यो होइन। यसमा उहाँले बिचबिचमा के भन्नुभयो भन्दा पनि त्यो सोध्नुभयो पनि म त्यो पनि भनिहाल्छु र संयोगले म मैथिली भाषा बुझ्ने पनि भएकोले मलाई यो बुझ्न झन् सजिलो भयो होइन। म यो समग्र उहाँको जुन स्पिच छ नि, उहाँले आफैले के भन्नुभएको छ भने यो मेरो पहिलो स्पिच हो र त्यति ठुलो मान्छेको अगाडि एज अ स्पिकर उहाँले बोल्नु भएको यो पहिलो घटना थियो जनकपुरको बाह्रविघामा। यसमा दुईटा हामीले असाध्यै महत्त्वपूर्ण कुरा छ यो स्पिचमा। बालेनज्यूले स्पिकरको रूपमा त्यतिखेर जे गर्नुभयो, सबभन्दा पहिलो कुरा हामीले के बुझ्नुपर्छ भने बालेन काठमाडौँमै हुर्किनुभयो, बढ्नुभयो, मेयर हुनुभयो र प्रधानमन्त्रीको दावेदार भइराख्नु भएको थियो त्यतिखेर, जुन अहिले बन्नु पनि भयो। अब चुनावी र्याली वा चुनावी प्रचार प्रसार, चुनावी कार्यक्रम मधेसमा पनि गर्ने, तराईमा पनि गर्ने र राष्ट्रिय स्वतन्त्र पार्टी तुलनात्मक रूपमा जुन ठाउँमा त्योभन्दा अघिसम्म कमजोर मानिएको थियो, अब त्यहाँ गएर हामीले आफ्नो पार्टीको प्रचार प्रसार गर्ने भन्ने योजना राष्ट्रिय स्वतन्त्र पार्टीमा बन्यो। बनिसकेपछि डेफिनेटली बालेन जाने भन्ने कुरा भयो वरिष्ठ नेताको रूपमा। अब यहाँ इन्ट्रेस्टिङ कुरा के छ भने रतन सर, बालेनको तराई मधेससँग पुर्ख्यौली नाता होइन, पुर्ख्यौली नाता र तराई मधेसमा हुन त सबै किसिमका व्यक्तिहरू बस्नुहुन्छ, सबै जात धर्म वर्ण वर्ग समूह सम्प्रदाय, तर मुख्य रूपमा मैथिली भाषा बोलिन्छ जनकपुर वा यसको आसपासको क्षेत्रमा। अब त्यहाँका नेपाली जनताहरूको एउटा मुख्य चासो के थियो भने जसलाई सम्भावित प्रधानमन्त्रीको रूपमा हेरिएको छ र काठमाडौँको मेयरबाट भर्खरै राजीनामा दिएर आउनु भएको छ, मधेसमा तराईमा हुने सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीले भावनात्मक रूपमा उहाँलाई नजिक भन्ठान्नुहुन्थ्यो र उहाँहरू के कुराको पर्खाइमा हुनुहुन्थ्यो भने अब यो मधेसको छोरा हो भने यो मान्छेले आएर चाहिँ बोल्छ, तर बोल्दा कुन भाषाको प्रयोग गर्छ भन्ने ठुलो पर्खाइ थियो। हेर्नुहोस् है, यो कुरा उहाँले मलाई लाग्छ बुझ्नु भयो राम्रोसँग र उहाँले अब मैथिली भाषाको प्रयोग गर्नुभयो। मैथिली भाषाको प्रयोग गरिदिन साथै जुन तपाईँले ब्याकग्राउन्डमा असाध्यै राम्रोसँग भन्नुभयो क्या, त्यसले गर्दा के गरिदियो भने मैथिली, भोजपुरी, अवधी जुन तराईको क्षेत्रमा बोलिन्छ नि, बोल्न चाहिँ उहाँले जनकपुरमा बोलेको, तर मलाई लाग्छ सुनसरी सप्तरीदेखि यता धनगढीसम्म युनाइट गरिदिनु भयो। बुझ्नु पनि होइन, यसरी काम गर्यो। सबभन्दा पहिलो कुरा भाषा, भाषा नम्बर 1। नम्बर 2, तपाईँले उहाँको यो स्पिकिङ स्टाइल हेर्नुभयो भने यसलाई चाहिँ कन्भर्सेसनल टोनको मैथिली भाषा भनिन्छ क्या। भनेको बोलीचालीमा जुन मैथिली भाषा प्रयोग हुन्छ नि, जस्तै एभ्रिडे ल्याङ्ग्वेज हो क्या यो उहाँले बोलेको। यसको पनि किताबी भाषा छुट्टै हुन्छ। जुन ब्राह्मण समुदायले प्राय यो भाषामा बोल्नुहुन्छ जनकपुरमा, झा उहाँहरूले, यो त्यो शैलीमा बोलिएको मैथिली भाषा होइन। यो चाहिँ एभ्रिडे ल्याङ्ग्वेजमा बोलिने मैथिली भाषा जुन हुन्छ त्यसमा बोलिराख्नु भएको छ उहाँले। यसले के गरिदियो भने यसले उहाँलाई कम्युनिकेसन्सको लागि क्लियर गरिदियो र अडियन्ससँग कनेक्ट गर्नलाई सजिलो गरिदियो। भाषा मात्र होइन, त्यो भाषालाई उहाँले कसरी बोल्दै हुनुहुन्छ, कुन शैलीको बोल्दै हुनुहुन्छ। जस्तै नेपाली पनि त हामीले अनेक रूपमा बोल्छौँ नि होइन, तर बोलीचालीको भाषा एउटा भइदिन्छ, तर कुनै एउटा कवि सम्मेलनमा गएर त्यहाँ कविहरूले बोलेको भाषा सुन्नुभयो भने त्यो सामान्य भाषा हुँदैन। त्यसले थोरैलाई अपिल गर्न सक्छ, धेरैलाई अपिल नगर्न सक्छ। उहाँले के गरिदिनु भयो भने लार्जर अडियन्सलाई अपिल हुने गरी त्यही भाषालाई प्रयोग गरिदिनु भयो। यो दुईटा महत्त्वपूर्ण काम उहाँले गर्नुभयो। यसलाई पब्लिक स्पिकिङको भाषामा चाहिँ हामीले नो योर अडियन्स भन्छौँ क्या। भनेको आफ्नो अडियन्स को हो,
कसका लागि बोल्न जाँदैछौ उसलाई बोल्न जानुभन्दा अगाडि नै चिना, नो योर अडियन्स। र उहाँले आफ्नो अडियन्स चाहिँ असाध्यै राम्रोसँग चिनेको पाइन्छ, जसको सकारात्मक प्रभाव चुनावको भोटमा पर्यो। प्रत्यक्ष निर्वाचनमा पनि ऐतिहासिक सिट लिएर आयो रासोपाले, सबै जित्यो। र समानुपातिकमा, किन तराई भनेको डेन्सली पपुलेटेड एरिया भयो होइन, समानुपातिकमा पनि ठुलो सङ्ख्यामा भोट तराईबाट आयो र उहाँलाई प्रधानमन्त्रीको रूपमा स्थापित गरियो, बन्नुभयो। र राष्ट्रिय स्वतन्त्र पार्टी झन्डै 2 सिट कम, झन्डै 2/3 अवस्थामा पुग्यो। त्यही भएर एउटा स्पिचले के गर्न सक्छ भनेर अघिदेखि कुरा गरिराख्नु भएको छ नि, एउटा स्पिचले योसम्म गर्न सक्छ। एउटा स्पिचले प्रधानमन्त्रीसम्म बनाइदिन्छ, व्यक्तिलाई यो ठाउँमा पुर्याउन सक्छ र ऊ सम्बद्ध आबद्ध पार्टीलाई देशको सबैभन्दा ठुलो पार्टी बनाइदिन सक्छ, शक्तिशाली पार्टी बनाइदिन सक्छ। एउटा ल्याङ्ग्वेजको भयो, अर्को भनेको चाहिँ कन्भर्सेसन टोन प्रयोग गर्नुभयो, त्यहाँको जनबोली। एक्ज्याक्टली, उहाँले मैथिली बोल्नुभयो एउटा कुरा, र त्यो मैथिली कसरी बोल्नुभयो भने सबैजनासँग कनेक्ट हुने गरी बोल्ने खालको हो। यो दुईटा कुरामा उहाँ असाध्यै बाठो देखिनुभयो। अनि त्यो बाहेक अरू म्यासेज पनि कतिको क्लियर उहाँले भन्नुभयो। हाम्रो नेताहरूले त अब भलै हाम्रो संवाद चाहिँ यो राजनीतिक होइन, तथापि हामी बोलीको कुरा गर्ने भएको हुनाले नेताहरू नै बोल्ने मान्छे नेता हुन्छ भन्ने हाम्रो बुझाइ पनि छ क्या। फेरि अलिअलि राम्रो बोल्न थाल्नु भने यो त नेता हुन्छ क्या हो भनिहाल्छ होइन। यही फेर्नलाई त यो पडकास्ट गर्नु आवश्यक पर्यो त हामीलाई होइन। यही सुधार्नु, यही फेर्नु, यही सही कुरा के हो त्यो बताउनको लागि यो पडकास्टको आवश्यकता भयो। सो बालेन्द्र शाहले त्यो बोलेको 7 मिनेटदेखि 9 मिनेटको भाषण छ होइन, सायद 9 मिनेट जस्तो लाग्छ, 9 मिनेट आसपास छ। अनि त्यो भाषण तपाईँले हेर्ने हो भने हामीले यसो विगतका नेताहरूले कुनै चुनावी प्रचारका लागि कुनै स्टेजमा जानु पर्यो भने यसरी चुनावको मुखारबिन्दु अगावि होइन, मुखारबिन्दुमा उहाँहरूले घन्टौँ बोल्नुहुन्छ के, 30 मिनट त मिनिमम नै हो उहाँहरूले बोल्ने। तर बालेन्द्र शाहले 9 मिनटमा र 9 मिनटभित्र त्यो भाषणका पनि विभिन्न तपाईँको 7, 8, 9वटा बुदाहरू टकटक देखिन्छ कि। उहाँले पर्यटनको कुरा गर्नुभएको छ, उहाँले संहिताको कुरा गरिदिनु भएको छ, भाषाको कुरा गर्नुभएको छ होइन, अनि देश बनाउने कुराहरू त्यो सबै उहाँले गर्नुभएको छ क्या। कहिलेकाहीँ भाषणलाई एउटा ल्याङ्ग्वेज र टोन मात्रै नभएर त्यहाँभित्रको कन्टेन्टले कतिको प्रभाव पार्छ? कन्टेन्ट नै 100% ठुलो कुरा हो नि। जस्तै पब्लिक स्पिकिङको कोर भनेकै कन्टेन्ट त हो नि, के भन्दैछौँ हामीले र कसरी भन्दैछौँ हामीले, दुवै कुरा मिसिनुपर्छ। दुवै कुरा राम्रो भइदियो भने त्यो स्पिच इफेक्टिभ हुने हो होइन। र उहाँलाई के छ भने उहाँलाई परम्परागत भाषणको शैली अवलम्बन गरेर फेरि त्यही ग्रुपमा आफू पनि पर्नु छँदै छैन एउटा, र उहाँलाई त्यो मलाई लाग्छ आउँदा पनि आउँदैन र त्यसको लागि उहाँले केही एफर्ट पनि लाउनु भएन। उहाँको इन्टेन्सन के देखिन्छ भने यो स्पिचमा पनि आफूले आफ्नो पहिलो सार्वजनिक भाषणमा भावी प्रधानमन्त्रीको रूपमा र एउटा पार्टीको वरिष्ठ नेताको रूपमा जे कुरा जनतालाई कम्युनिकेट गरिदिनु पर्ने हो उहाँले बुलेट पोइन्ट्समा फटाफट कम्युनिकेट गरिदिनु भयो क्या। उहाँले फुदा बाँध्नेतिर लाग्नु भएन, किनभने उहाँको ब्याकग्राउन्ड हेर्नु न, उहाँको ब्याकग्राउन्ड टेक्निकल ब्याकग्राउन्ड हो, इन्जिनियरिङ टेक्निकल ब्याकग्राउन्डबाट आउनु भएको छ र हिपहप ऱ्याप भनेको उहाँ स्ट्रेट टु द पोइन्ट गएर आफ्नो समाजमा देखिएको कुराहरूलाई बोल्ने हो नि त। त्यसको रिफ्लेक्सन उहाँको स्पिचमा पनि देखिन्छ क्या। उहाँ यो बनेको होइन, उहाँ हो नै त्यस्तै। उहाँ म 9 मिनट बोल्छु भनेर जानु भएन क्या, उहाँ 9 मिनट बोल्ने नै मान्छे हो। उहाँलाई यदि 30 मिनट 1 घन्टा बोल्न लाग्यो भने मेबी उहाँले कम्फर्टेबल फिल गर्नुहुन्न, मलाई त्यस्तो लाग्छ होइन। त्यो भएर अब यो बालेन शैली भयो हुन चाहिँ, तर उहाँको व्यक्तित्व नै त्यही हो, उहाँको व्यक्तित्व नै त्यही हो, भन्ने कुरा स्ट्रेट टु द पोइन्ट भनिदिने, बाँकी कामतिर फोकस गर्ने, यति देखिन्छ। त्यो बेला उहाँले टुरिज्मको कुरा गरिदिनु भयो, कल्चरको कुरा गरिदिनु भयो, विकासको कुरा गरिदिनु भयो, देश र मधेसलाई जोड्ने कुरा गरिदिनु भयो होइन, र आफ्नो पार्टीको लागि डेफिनेटली भोट अपिल गर्नुभयो। यो सबै कुरा पर्छ नै। उहाँले स्ट्रेट टु द पोइन्ट 9 मिनटमा 9-10वटा कुरा फटाफट भनिदिएर आफ्नो स्पिचलाई उहाँले सकाउनु भयो नि होइन। र त्यो स्पिचको इम्प्याक्ट मैले अघि पनि भने नि, उहाँलाई प्रधानमन्त्रीको रूपमा इस्टाब्लिस गर्यो र पार्टीलाई झन्डै 2/3 अवस्थामा पुर्याइदियो। जस्तो अब अहिले कन्टेन्टको पनि हजुरले सर भन्नुभयो हजुर होइन, अगाडि ल्याङ्ग्वेजको कुरा भयो र कन्टेक्स्ट पनि, र त्यो सिचुएसन कहाँ छ भन्ने कुरा पनि भयो, लोकेसन पनि, अडियन्स पनि चिन्नु भयो होइन। अर्को भनेको त उहाँको त्यो ड्रेसअप छ नि, त्यो ड्रेसअपको कुरा गरौँ न, किनभने पब्लिक स्पिकिङ भित्रै पर्छ। अहिले तपाईँको ड्रेस हेर्दा पनि बुझिन्छ होइन। त्यो ड्रेसलाई पनि एनालाइसिस गरौँ न, यसले कतिको असर पार्छ। उहाँको कालो चस्मा त व्यापक तपाईँको होइन ब्रान्ड नै हो, अनि त्यसले पिपललाई
कनेक्ट गर्छ कि त्यसले मिस्टेरियस बनाउँछ? लेट्स टक अबाउट इट। हैन, कालो चस्मा यस्तो छ, कालो चस्मा लाउने विभिन्न कारणहरू हुन्छन्, जसमध्ये अब उहाँले के कारणले लगाइराख्नु भएको छ। तर अब अहिले आएर बालेनको अनुहारमा कालो चस्मा भइदिएन भने चाहिँ अब खल्लो हुने अवस्था आयो क्या। भनेको एउटा कालो चस्मा चाहिँ त्यो अनुहारमा हुनुपर्छ भन्ने जस्तो भएको छ। लुगाको केसमा मधेसको पहिरनलाई उहाँले लाउनु भयो। यो चाहिँ के भने हामी जुन क्षेत्रमा पोलिटिकली जुन क्षेत्रमा जान्छौँ त्यो क्षेत्रको जनतासँग भावनात्मक रूपमा नजिक हुने प्रयासमा नेताहरूले यो गर्ने गरेको पाइन्छ र यो संसारभरि यो प्रचलनमा छ। जस्तै शेर्पाहरूको कम्युनिटीमा जाँदाखेरि शेर्पाको लुगाहरू लगाइदिने, गुरुङ कम्युनिटीमा जाँदाखेरि गुरुङको लुगा लगाइदिने, मधेसमा जाँदा उस्तै परि धोती नै लगाइदिने, कुर्ता लगाइदिने, गम्छा बेर्दिने र वेस्ट कोट हुन्छ नि त्यो मधेसको टिपिकल त्यो वेस्ट कोट लगाइदिने, जुन उहाँले पनि गरिराख्नु भएको छ होइन। सो यसले भावनात्मक रूपमा स्पिचले जे गर्छ त गरिहाल्छ, तर अटायरले भावनात्मक रूपमा उहाँको लागि त्यो क्षेत्रको जनताको नजिक जानको लागि, मन जित्नको लागि सहयोग गर्छ। किनभने उहाँको लुक हेर्दैखेरि मधेसको जनतालाई चाहिँ के लाग्यो भने हामी जस्तै छ है, कनेक्ट गर्ने भयो। एक्ज्याक्टली कमन ग्राउन्ड खोज्नु पनि उहाँले होइन, भाषाले कमन ग्राउन्ड खोज्नुभयो, भन्ने तरिकाले कमन ग्राउन्ड खोज्नुभयो, लुगा फाटोले कमन ग्राउन्ड खोज्नुभयो, विकासको कुराहरूले कमन ग्राउन्ड खोज्नुभयो, समस्याहरूलाई औलाउनु बरु कमन ग्राउन्ड खोज्नुभयो। उहाँले कमन ग्राउन्ड खोजिराख्नु भएको थियो क्या। यदि सम्पूर्ण नेपालीको सहयोग भइदिएन भने त उहाँ र उहाँको पार्टीले चुनाव जित्ने हार्ने कुरामा त ठुलो समस्या हुन सक्थ्यो। त्यही भएर उहाँले के भन्नुभएको छ यो स्पिचमा भने यो पहिलोपल्ट जनकपुरको यो भूमिमा सबै जातका मान्छेहरू आएका छन्। उहाँले फेरि कमन ग्राउन्ड खोजिराख्नु भएको छ होइन। हुन त उहाँले जाति जाति जात 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 भन्ने शब्द प्रयोग गर्नु भएको छ, तर मलाई लाग्छ उहाँको इन्टेन्सन चाहिँ हरेक जात, धर्म, वर्ण, वर्ग, समूह र सम्प्रदायको व्यक्ति आजको यो कार्यक्रममा छ, यो कार्यक्रम ऐतिहासिक हो भनिराख्नु भएको छ र उहाँले के नयाँ सुरुवात गर्ने उद्घोष पनि गर्नुभयो होइन। सो यसरी कमन ग्राउन्ड खोजिराखेको जसमा उहाँ एकदमै सक्सेसफुल हुनुभयो। अब अहिले के भने हामीले यो पडकास्ट कति बेला गरिरहेछौँ भने जति बेला उहाँ प्रधानमन्त्री भएर सरकारले झन्डै 100 दिन बिताइसकेको अवस्थामा हामीले कुरा गरिरहेछौँ। त्यही भएर भन्न पनि हामीलाई सजिलो भइरहेछ किनभने रिजल्ट नै त्यही आएको छ। तर यो रिजल्ट नहुँदाखेरि पनि यदि यो स्पिच देखाएर मलाई तपाईँले सोध्नु भएको भए मैले भन्ने कुराहरू चाहिँ यिनै नै हुन्। इन्ट्रेस्टिङ। जस्तो बालेन्द्र शाहले यो भाषण चाहिँ डेलिभर अर्थात् दिने अगाडि कति तयारी गरेको जस्तो देखिन्छ, किनभने तपाईँ त अब यसैमा देखिन्छ तयारी हो नि होइन। यो त मजाक त गर्नै सक्नुहुन्न थियो नि उहाँले, हुँदै सक्दैन यो भन्ने तरिका चाहिँ स्पोन्टेनियस भर्नाक्युलर ल्याङ्ग्वेजमा एभ्रिडे कन्भर्सेसनल टोनमा गरिराख्नु भएको छ होइन भन्ने तरिका चाहिँ। तर यो कुराहरू त उहाँ एकदमै प्रिपेयर्ड हुनुहुन्छ नि। प्रिपेयर्ड किन हुनु पर्यो भने पहिलो भाषण हो, पहिलो कुरा त उहाँलाई पनि त छ नि प्रेसर होइन। अर्को यदि त्यसबाट इम्प्रेसन बनेन भने, यदि त्यो भाषणबाट उहाँहरूले खोज्नु भएको इम्प्रेसन बनेन भने त त्यसको असर भोट काउन्टमा पर्थ्यो नि त। जसले जुन सिट उहाँहरूले प्राप्त गर्नुभयो त्यो सिट तलमाथि पर्न सक्थ्यो। र त्यतिखेर याद गर्नु भएको छ त्यो पोइन्ट अफ टाइममा राष्ट्रिय स्वतन्त्र पार्टीलाई दुईजनाको काँधमा देख्न सकिन्थ्यो नि, एकातिर रवि लामिछाने र अर्कोतिर बालेन्द्र शाहज्यू होइन। अब जनकपुरको केसमा फेरि याद गर्नुभयो भने रवि लामिछानेले ब्याकसिट लिनुभएको थियो हो, नोटिस गर्नुभयो उहाँले ब्याकसिट लिनुभयो र उहाँले एज अ लिडर बालेनलाई अगाडि सार्नु भएको थियो। त्यही भएर उहाँको पर्फर्मेन्स, यसलाई म पर्फर्मेन्स नै भन्छु, उहाँको पर्फर्मेन्स, उहाँको स्पिच यदि इम्प्याक्टफुल नभइदिएको भए त्यसले भोट काउन्टमा असर गर्थ्यो, सिटमा असर गर्थ्यो, उहाँहरूको पार्टीको रेपुटेसनमा असर गर्थ्यो र इभन बालेनको ब्रान्डिङमा पनि असर गर्थ्यो। त्यही भएर उहाँहरू केयरलेस हुनुहुन्थ्यो भन्ने कुराको त कुनै ठाउँै छैन होइन। उहाँ फुल्ली प्रिपेयर्ड हुनुहुन्थ्यो, तर कन्टेन्ट जे भन्नुपर्ने थियो त्यसलाई उहाँले आफ्नो शैलीमा भनिदिनु भयो। यो चाहिँ हो ब्युटिफुल। जस्तो पश्चिम नेपालको धनगढीमा पनि उहाँले सुदूरपश्चिमको केही लवजमा त्यो उहाँले बोलेको त्यो गीतका साना हरफहरू हुन्छ नि त्यो प्रयोग हुने त्यस्तो मेटाफोर पनि प्रयोग गर्नुभएको देखिन्छ। नेताले कमन ग्राउन्ड खोज्छ क्या। अब केही बेरपछि मेबी बाराक ओबामाको स्पिच हामीले टुक्रा हेर्ने हो भने त्यहाँ बाराक ओबामाले पनि कमन ग्राउन्ड खोजिराख्नु भएको छ क्या। 2004 मा उहाँले एउटा स्पिच दिनुभएको थियो, त्यो स्पिच यति इफेक्टिभ र भाइरल भइदियो कि जसको बलमा उहाँ पनि बालेन जस्तै हुनुभयो। एक्चुअली त्यो हेरौँ न। I am my brother's keeper. I am my sister's keeper that makes this country work. It's what allows us to pursue our individual dreams and yet still come together as one American family. यहाँ हेर्नु न, उहाँले सुरुमै के भनिराख्नु भएको छ भने I am my brother's keeper. I am my sister's keeper.
वान अमेरिका उहाँले कमन ग्राउन्ड खोजिराख्नु भएको छ क्या यहाँ पनि भनेको हरेक उदाउँदो लिडरले यो टेक्निक युज गर्ने रहेछ अरूको लागि टिप्स जस्तो भयो वा इस्ट्याब्लिस्ड पार्टीको नेता र पार्टीले पनि यदि जनतामा कमन ग्राउन्ड खोज्यो भने सबैको भोट आउँछ र जसले गर्दा भोट काउन्ट पनि बढ्ने भयो सिट पनि बढी जितिने भयो देखिराख्नु भएको छ नि होइन यही कमन ग्राउन्डको बारेमा मैले अघिदेखि कुरा गरिरहेको थिएँ यसलाई म्यानिपुलेसन भन्ने कि नभन्ने यो किन इन्टेन्सन के हो ओके इन्टेन्सन के हो यदि इन्टेन्सन प्राइम मिनिस्टर भएर वा प्रेसिडेन्ट भएर देशलाई वा समाजलाई एक्ज्याक्टली भड्खालोमा लाने हो भने अब म्यानिपुलेसन चाहिँ भयो होइन तर दुवैजनाको इन्टेन्सन यदि देश बनाउनेपट्टि छ भने त यो त इन्फ्लुएन्स हो नि उहाँहरूले जनतालाई इन्फ्लुएन्स गर्नुभयो आफ्नो आइडियाले पर्सुएड गर्नुभयो कन्भिन्स गर्नुभयो र भोट पाउनु पनि भयो उहाँ दुईपल्ट राष्ट्रपति बन्नुभयो र माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यू एकपटक बन्नु भएको छ होइन सो यसरी दुवैले एउटै टेक्निक फलो गरेको देखियो नि एउटा पिसमा चाहिँ दुवैजना राज्यको महत्त्वपूर्ण एउटा शक्तिशाली एउटा पोजिसनमा पुग्नु भयो यही भाषणले होइन अब यसपछि हामीसँग अरू पनि केही टुक्राहरू छन् त्यो पनि हेर्दै जाउँ प्लिज छोटो यसको एक्सप्लेन म भन्दै जान्छु The fire of hope and passion burning within me. But my heart is heavy because this dream seems to be slipping away. Rise and shines, futures of this upcoming imperial empire. Okay. यसको यस्तो रातारात यो हाम्रो एकजना होइन एउटा विद्यार्थी पूर्वी नेपालको स्कुलको नामै त्यहाँ मेन्सन पनि छ उहाँको त्यो भाषणले धेरै माइलेज पायो कि र सम्भवतः कतिजना मान्छेले इङ्ग्लिस बुझेनन् होला तर इङ्ग्लिस नबुझे पनि मजा चाहिँ आयो मजा आयो हुन्छ नि होइन कसरी हुक गरेको क्या त्यो तपाईँको त्यो पिचिङदेखि लिएर हुन्छ नि अनि यो अब यसको बारेमा सुनौँ न कसरी हेर्नुहुन्छ पहिलो कुरा मजा किन आयो यो थाहा पाऊँ होइन पब्लिक स्पिकिङलाई नेपालीमा भाषण कला भनिन्छ सार्वजनिक भाषण कला आर्ट कला भनेको आर्ट भनेको हामीले के बुझिदिनु पर्यो भने पब्लिक स्पिकिङ भनेको आर्ट फर्म हो एक्सप्रेसनको एउटा तरिका हो जहाँ हामी बोलेर आफ्नो कुरा अगाडि बस्ने मान्छेहरूलाई राख्छौँ र यो स्पिचमा यो बाबु आर्टिस्ट भइदिए जसले आफ्नो वर्ड पिक्चर असाध्यै राम्रो पेन्ट गरे त्यो कारणले गर्दा भाषा नबुझे पनि मजा आएको किन आर्टको एलिमेन्ट छ रिदम छ त्यहाँ रिदम छ उसको बोलीमा रिदम छ जसले गर्दा मजा आइराखेको छ सबभन्दा पहिलो कुरा मजाको कुरामा अब अर्को के सोध्नु भएको थियो यो स्पिचको बारेमा यो कस्तो लाग्यो भनेर सोधिराख्नु भएको छ यसमा अलिअलि हिटलर र अलिअलि मार्टिन लुथर किङ जुनियरको फ्लेभर आउँछ उनीहरूको बोल्ने शैली जुन त्यो पावर प्याक्ड बोल्ने स्टाइल छ नि हरेक 2-3वटा वर्ड पछि एउटा वर्डमा स्ट्रेस दिइरहेछ हाई पिच गइरहेछ स्पिड मेन्टेन गरेको छ स्ट्यामर गरेको छैन फेसमा त्यो कुरा आइरहेछ अग्रेसन छ र त्यो एनर्जी अडियन्समा रेडिएट भइराखेको छ होइन यो प्याकेजमा राम्रो भएको कारणले गर्दाखेरि यो स्पिच राम्रो भएको हो नम्बर 1 अर्को यसको मलाई ब्युटिफुल कुरा के लागेको भने यो भाइरल हुन साथै यसपछि बाबुको जीवनमा धेरै किसिमको घटनाहरू घट्यो जस्तै अचानक एक खालको स्टार भए जस्तो भयो होइन पब्लिक स्पिकिङको रियालिटी सोजमा बाबु पार्टिसिपेट गर्न आइपुग्नु भयो त्यो मात्रै होइन इन्टरनेसनल मिडियाले बाबुलाई गएर कभर गरेको देखिन्छ यसबाट म जहिले पनि मेरो ट्रेनिङ प्रोग्राममा के भन्छु भने नि एउटा गायक जहिले पनि एक गीत पर छ क्या सुपरस्टारडमबाट एउटा एक्टर जस्ट एउटा मुभी मात्र बाँकी छ क्या ऊ सुपरस्टार हुनमा त्यसै गरी हामी बोल्ने मान्छेहरूको पनि जस्ट एउटा सानो क्लिप एउटा सानो स्पिच एउटा सानो स्टेटमेन्ट एउटा सानो लाइन यसले यदि सोसाइटीमा भ्यालु एड गरिदिन सक्यो भने नि त्यो पर्टिकुलर स्पिकरको लाइफ ट्रान्सफर्म हुनसक्छ उसले सोसाइटीलाई ट्रान्सफर्म त गर्छ उसको आफ्नो एज अ स्पिकर राम्रो करियर बन्न सक्छ भनेर म जहिले पनि भनिरहेको हुन्छु क्या त्यही भएर म के भन्छु भने त्यो स्पिच तयार पार्नलाई तपाईँलाई जति समय लागोस् टेन्सन नलिनुहोस् जस्तै 1 महिना लाग्यो सो वाट 1 वर्ष लाग्यो सो वाट 5 इयर्स लाग्यो के भयो त जस्तो जीवनमा 1 महिना बित्नु नै छ 1 वर्ष बित्नु नै छ 5 वर्ष जानु नै छ तर त्यो स्पिच यो बाबुको कति नै लामो स्पिच छ र तर इम्प्याक्ट हेर्नु त त्यहाँ होइन सो 5 मिनटको स्पिच 8 मिनटको स्पिच 13 मिनटको स्पिच 18 मिनटको स्पिच 22 मिनटको स्पिचहरूले यसरी इन्फ्लुएन्स क्रिएट गरिदिन सोसाइटी चेन्ज गरिदिन सक्छ क्या सो शब्दमा त्यति धेरै शक्ति हुन्छ नि त शब्द ब्रह्म भनिन्छ नि शब्द त असाध्यै शक्तिशाली हुन्छ नि त
शब्द जे भने त्यही सत्य हुन्छ नि, शब्द त फिजिकल हो, रेकर्ड गर्न मिल्छ। त्यही भएर याद गरौँ है, म उहाँहरूलाई के भनिरहेको हुन्छु भने सर हामी कहिले हुने होला यस्तो भन्नुहुन्छ, कहिले हुने होला होइन। के भने अहिलेसम्म हामीलाई कसैले चिन्छ कि चिन्दैन यो महत्त्वपूर्ण कुरा होइन, तर हामी हाम्रो कामले मान्छेको अगाडि आइसकेपछि अब मान्छेले बिर्सन सक्नु हुँदैन हामीलाई, यो भनिरहेको हुन्छु मैले र उहाँहरूको इक्जाम्पल पनि दिइरहेको हुन्छु होइन। सो हेर्नु त एउटा स्पिचले बाबुको जीवनमा कति खालको अपर्च्युनिटिजको एभिन्युजहरू खोलिदियो। त्यही भएर पब्लिक स्पिकिङ यति पावरफुल छ क्या, यति शक्तिशाली छ क्या। म त सपना देखिरहेको छु दुईवटा कुराको रतन सर, दुईवटा कुराको सपना। एउटा, नेपालमा हरेक व्यक्तिलाई पब्लिक स्पिकिङ सिकाउनै पर्छ, यो अनिवार्य स्किल हो भनेर गभर्मेन्टको लेभलबाट स्टेप चालियोस् र चालिनेछ भन्ने कुराको सपना देखिरहेको छु मैले। नम्बर 1 भनेको ट्रेनिङ कम्पलसरी हुन्छ स्कुलमा, कलेजमा, गभर्मेन्ट अफिसमा, एनजिओमा, आइएनजिओमा, कर्पोरेट हाउसेसमा, गाउँमा, सहरमा, टोलमा, क्लबमा, जताततै पब्लिक स्पिकिङ भनेको अहिलेसम्म नयाँ सब्जेक्ट भइराखेको छ र केही समयपछि हुने छैन। म त्यो सपना देखिरहेको छु र मेरो तर्फबाट त्यसको लागि के काम गर्न सकिन्छ, म दिलो ज्यान लगाएर, पैसा खर्च गरेर, समय लगाएर, एफर्ट लगाएर यसको प्रमोसन्सको लागि लागिरहेको छु। एउटा कुरा र यसको सेकेन्ड फेज पनि देख्छु क्या म रतन सर। कुरा के भने नेपालमा एक दिन यस्तो आउनेछ जुन दिन जसरी एउटा कलाकारले स्वदेश विदेश कन्सर्ट गर्छ, जसरी एउटा चित्रकारले चित्रकलाको प्रदर्शनी गर्छ, जसरी एउटा डान्सरले डान्स गर्छ र आफ्नो जीवनयापन गर्छ र आफ्नो पर्सनल ब्रान्डिङ गर्छ, जसरी एउटा एक्टरले सुपरस्टारडम चाख्छ र त्यही अनुसारको पैसा जेनेरेट गर्छ, एक दिन यस्तो आउनेछ नेपालमा रतन सर, स्पिकरले नेपाल र वर्ल्ड टुर गर्नेछ, महँगो पैसा चार्ज गर्नेछ, राम्रो होटेलमा बस्नेछ, समाज परिवर्तनको लागि रोल प्ले गर्नेछ र एउटा ल्याभिस लाइफ बाँच्नेछ। ब्युटिफुल। र त्यसको लागि जे गर्नुपर्छ म त्यसको लागि भिडिराखेँ। ब्युटिफुल। अघि हामीले त्यो भाषण हेरिरहेको थियौँ होइन, त्यो भाषणमा चाहिँ त्यो विद्यार्थीलाई प्रिपरेसन गर्नको लागि चाहिँ स्कुलले कतिको मेहनत गरेको, प्यारेन्ट्सले कतिको चाहिँ इन्भेस्टमेन्ट गरेको जस्तो देख्नुहुन्छ? कुनै त्यतिकै जन्मजातै हुने हो यसरी होइन कि यसको तयारी अभ्यास? क्षमता जन्मजात हुन्छ। ओके। तर यो स्पिच सुन्दा हेर्नुहोस् त त्यहाँ नापतोल गरेर शब्दहरूको प्रयोग गरिएको छ। नापतोल गरिएको छ भन्नुको अर्थ यो यतिकै आएको होइन। ओके। अब यसको पछाडि ब्याक एन्डमा थुप्रै काम गरिएको छ। भाइको आफ्नै ट्यालेन्ट, आफ्नै राइटिङ, आफ्नै सबै कुरा होला, तर त्यसमा मलाई 100% स्योर के थाहा छ भने उसको अभिभावकको र खास गरी स्कुलको टिचरको ठुलो रोल हुनुपर्छ, वा उसलाई ग्रुम गर्ने मान्छेहरू कोही त्यहाँ वरपर हुनुपर्छ, जसको कारणले गर्दा यो स्पिच यस्तो भएको छ। अदरवाइज फ्याट आएर बोलेको स्पिच यस्तो हत्तपत्त भइहाल्दैन। यसमा ठुलो मेहनत लागेको छ, समय लागेको छ, बाबुले निकै मेहनत गरेको हुनुपर्छ। र भइदियो के भने अहिले डिजिटल को टाइम भइदियो, त्यो स्पिच अलि अगाडि भए यतिकै जान्थ्यो, स्कुलभरि मात्र लिमिट हुन्थ्यो, आहा कति राम्रो बोल्ने बाबु भन्ने हुन्थ्यो, तर अहिले चाहिँ संसारले थाहा पायो। म यसमा एकदमै खुसी छु। उहाँलाई सुझाव दिनु पर्यो अर्थात् उहाँलाई झन् केही एडभाइस गर्नु पर्यो भने के गर्नुहुन्छ? अझै मेहनत गर्नुहोस्। यो वान वे अफ डुइङ इट हो, वान वे अफ स्पिकिङ हो, यो उहाँले थाहा पाउनुपर्छ। देयर आर सो मेनी वेज टु स्पिक होइन, यो एउटा तरिका हो, तर पब्लिक स्पिकिङ थुप्रै तरिकाबाट गर्न सकिन्छ। यो उहाँले कराएर चिच्याएर हाई पिच, हाई स्ट्रेस यसरी दिइराख्नु भएको छ होइन, हाई एनर्जी यो देखिन्छ क्लिपमा चाहिँ। तर त्यही ठाउँमा यदि कुनै एउटा व्यक्तिको डेथ भएको छ, ओके, अब त्यहाँ गएर बोल्नु पर्यो भने यसरी त बोलिँदैन नि। अब साथीको बिहे भएको छ, बिहेको रिसेप्सन पार्टी हो, त्यहाँ यसरी त बोलिँदैन नि। अब त्यहाँ छेडखानी हुन्छ, त्यहाँ रमाइलो हुन्छ, त्यहाँ पोल खोलाखोल हुन्छ होइन, बेहुला बेहुलीको, त्यहाँ बेहुली पक्षको र बेहुला पक्ष दुवैलाई एन्टरटेनमेन्ट मात्रै यसको उद्देश्य हुन्छ, त्यहाँ त यसरी बोलिँदैन नि होइन। सो बोल्ने कार्यक्रम अनुसार, त्यसको प्रकृति अनुसार बोल्ने तरिकाहरू फरक पर्छ। यदि एउटा स्पिकरले यसरी राम्रो बोल्न सकेको छ भने यसले एउटा राम्रो माइलेज चाहिँ के दिन्छ भने उसलाई बोल्ने कुरा थाहा भइसकेपछि अब अरू किसिमबाट बोल्नुपर्ने ठाउँहरूमा पनि उसले राम्रो बोल्ने सम्भावना चाहिँ बढेर जान्छ। नाइस। अब अर्को हेरौँ न। I have a dream that one day this nation will rise up and live out the true meaning of its creed. We hold these truths to be self-evident, that all men are created equal.
मलाई हरेकपल्ट यो स्पिच हेर्दाखेरि नि मलाई गुज बम्स आउँछ सेम हियर हरेकपल्ट अहिले पनि मेरो बडी नि हो सेटल हुन सकेको छैन म्याजिक हो यो म्याजिक हो जब एउटा जादुगरले जादु गर्छ नि कहिलेकाहीँ जादुगरले के गरिदियो थाहा हुँदैन क्या उहाँको डेथ भएको पनि यत्तिका वर्ष भइसक्यो 1968 मा उहाँको डेथ भएको आज हामी 2026 मा छौँ नेपाली समाजमा रङको विभेद छैन जातको विभेद छ तर यस्तो समाजको कोर्स बुकमा पनि आई हेभ अ ड्रिम भन्ने स्पिच पढ्नुपर्छ मैले ब्याचलर्समा पढाएको थिएँ अहिले आई थिङ्क +2 स्कुलतिर कतातिर छ हेर्नुहोस् है भनेको यो सामान्य स्पिच होइन भन्ने कुरा त यसबाट पनि थाहा हुन्छ होइन र यसले गुज बम यहाँ पनि कमन ग्राउन्ड खोजिराख्नु भएको थियो उहाँहरूले आई हेभ अ ड्रिम विच इज पार्ट अफ बिगर अमेरिकन ड्रिम भनिराख्नु भएको थियो अगेन हेर्नु है यही भएर मैले रिपिटेडली एउटा कुरालाई उठाइरहेको छु होइन तर यो चाहिँ मलाई पब्लिक स्पिकिङको गीता जस्तो लाग्छ क्या म जतिपल्ट हेर्छु यो त्यतिपल्ट नयाँ कुरा भेट्छु र नयाँ कुरा सिक्छु र यो गुज बम्स कहिले पनि हटेको छैन अहिले सानो क्लिप हेऱ्यौँ मलाई अहिले पनि गुज बम्स आइरहेछ क्या आई हेभ अ ड्रिम उहाँले यसको रिपिटेसन यति इन्टेन्स गर्नुहुन्छ मेलोडी हेर्नु न कला त्यही भाषण कला भनिरहेको थियो नि होइन उहाँ कलाकार हो जसको एउटा स्पिचले एउटा देशमा वा संसारभरि भएको रङको विभेद काला जाति र गोरा जातिको बीचको रङको विभेद थियो कानुनी रूपमा यसको अन्त्यको सुरुवात गरिदियो र यसले यो स्पिचले खालि अमेरिकनलाई मात्रै छोएन यो स्पिचले संसारभरिको ह्युमन रेसलाई छोइदियो त्यही भएर त हामी स्कुलको कोर्समा पढिरहेछौँ अहिले मैले कलेजमा पढ्नु पर्यो होइन सो यो स्पिचलाई हेर्नु पर्दा नि रतन सर यसरी हेर्नुपर्छ है स्पिच एक खालको टेक्निकल हुन्छ एक खालको साइकोलोजिकल सिफ्ट गरिसकेपछिको स्पिच हुन्छ अर्को खालको क्रिएटिभ स्पिच हुन्छ र अर्को खालको स्पिरिचुअल स्पिच हुन्छ भनेको स्पिकर्सको लेयर्स डिफ्रेन्ट बन्दै जान्छ क्या उहाँ चाहिँ हाइएस्ट लेभलमा पर्फर्म गरिराख्नु भएको छ त्यसैले त उहाँ बितेको यतिका वर्षपछि हामीले यो रेकर्डेड भिडियो अहिले यहाँ नेपाल भन्ने देशमा बसेर हेर्दाखेरि पनि हामीलाई गुज बम्स किन आउँछ किनभने यो त्यहाँबाट बोलिएको स्पिच हो एक्ज्याक्टली उहाँ यो जुन दिन यो स्पिच दिन जाँदै हुनुहुन्थ्यो नि त्यो दिन उहाँले म जान्छु र मेरो स्पिचले मान्छेलाई इन्फ्लुएन्स गरेर आउँछु भन्ने मात्रै सोचेर उहाँ आउनु भएकै होइन होला क्या बुझ्नु भएन उहाँ जुन स्टेटमा पुग्नुभयो नि बोल्दा वा बोल्नुभन्दा अगाडि कुनै किसिमबाट त्यो स्टेट महत्त्वपूर्ण छ क्या र उहाँ पुगेको स्टेटलाई मैले चाहिँ स्पिरिचुअल स्टेट भन्ने गरेको छु क्या पब्लिक स्पिकिङमा यो मैले भेटेको अन्तिम स्टेज हो यो र त उहाँको यो डेलिभरी भयो त र त उहाँले कालालाई मात्रै होइन गोरालाई मात्रै होइन उहाँले एसियनलाई पनि हिट गर्नु भएको छ हिस्प्यानिकलाई पनि हिट गरिराख्नु भएको छ अफ्रिकनलाई पनि हिट गरिराख्नु भएको छ युरोपियनलाई पनि हिट गरिराख्नु भएको छ छालाको रङ जुनसुकै होस् देश जुनसुकै होस् हामी जुनसुकै कन्टिनेन्टमा बसेका हौँ काला हौँ गोरा हौँ मोटा हौँ दुब्ला हौँ अग्ला हौँ होचा हौँ धनी हो सबैलाई उहाँले टच गरिराख्नु भएको छ नि त्यही भएर उहाँको इन्टेन्सन प्योर देखिन्छ र ह्युम्यानिटीको लागि देखिन्छ ब्युटिफुल ह्युम्यानिटीको लागि देखिन्छ बिना तयारी त यस्तो भाषण तयारी छ तयारी बिना यो लाइन्सहरू आउँदैन उहाँले कहाँ आई हेभ अ ड्रिम भन्ने कहाँ रिपिट गर्ने भन्ने कुरा फिक्स छ तयारी छ तर इन्टेन्सन हेर्नु न इन्टेन्सन मानवताको लागि छ क्या जब एउटा व्यक्तिले सम्पूर्ण मानव जगतको लागि मानव हितका लागि बोल्छ नि महसुस गरेर एक्ज्याक्टली त्यो सेलमा महसुस गरेर आई हेभ अ ड्रिम त्यो भन्दाखेरि उहाँको सपनामा उहाँले लामो यसको हेर्नुभयो भने एक ठाउँ भन्नुभएको छ क्या उहाँको सपना के भने काला जातिको बच्चा र गोरा जातिको बच्चा एकै ठाउँमा खेलेको हेर्ने मेरो सपना छ भन्नुहुन्छ क्या अब अहिले त त्यो सामान्य कुरा भयो काला जाति गोरा जाति बिहे नै गर्छन् बच्चा नै पाउँछन् तर त्यति बेला थिएन होला नि त उहाँले त्यही कारणले उहाँ सपना छ मेरो भन्नुभयो र मानवताको लागि जब कुरा गरिन्छ नि रतन सर त्यो स्पिच अब टेक्निकल लेभलमा अड्केर बस्दैन क्या यो साइकोलोजिकल सिफ्टको लेभलमा बस्दैन क्या यो क्रिएटिभिटीको लेभलमा लाई पनि पार गर्छ क्या र यो स्पिरिचुअल लेभलमा पुग्छ जसले सम्पूर्ण मानव जातिको आत्मालाई छुन्छ र यसले आत्मा छोयो त्यही भएर यसलाई मैले हरेकपल्ट गुज बम्स आउँछ यो हेर्दाखेरि अर्को हेरौँ एउटा meine Zeit verwendet habe im Dienste meines Volkes. Gib du jetzt eine Stimme ab. Wenn ja, dann tritt für mich ein zum
उहाँ त कहलिएकै भाषणको लागि हो। एनर्जी हेर्नु त, बोली हेर्नु त, हामीले भाषा नबुझे पनि सबटाइटल हेर्दाखेरि कुरा बुझिन्छ नि होइन। हेर्नुहोस् त इन्टेन्सिटी। अब उहाँले यो कुरालाई कता लिएर जानु पर्यो, इतिहासले उहाँलाई के पात्रको रूपमा चित्रित गर्यो यसमा म जान्न, तर उहाँ एज अ स्पिकर कसरी बोल्नु भएको छ यो क्लिपमा, वा कसरी बोल्नुभयो उहाँले आफ्नो पुरा जिन्दगी, यो हेर्नुहोस् त ल। एनर्जी, सानो कदको मान्छे होइन, बोलीमा पावर हेर्नु, शब्दको छनौट हेर्नु, मलाई किन जिताउनु पर्छ तिमीहरूले, मलाई किन लिडर मान्नुपर्छ तिमीहरूले भनेर जनतालाई भनिराख्नु भएको छ होइन। र यति बलियो कारण दिइराख्नु भएको छ कि उहाँले आफ्नो सम्पूर्ण अस्तित्व नै यो स्पिचमा राखिदिनु भएको छ। अनि यसको इन्टेन्सिटीले छोएर लास्टमा उहाँको सपोर्टर्सहरू कराएको चिच्याएको हामीले सुन्न पाउँछौँ यो स्पिचमा होइन। यसले के भन्छ भने नि, म फरक खालको स्पिकर्सहरू भेटिरहेको हुन्छु क्या, र मैले के भन्छु भने जुन दिनसम्म तपाईको जिब्रोले वा मुखले मात्रै तपाईको स्पिच बोल्छ त्यो दिनसम्म तपाईँ असरदार हुनै सक्नुहुन्न। जुन दिनसम्म तपाईको घाँटीबाट मात्रै स्पिच आउँछ त्यो दिनसम्म तपाईँ सुपरस्टार बन्ने वा राम्रो स्पिकर बन्ने कल्पना नगर्नुहोस्। जुन दिन हाम्रो अस्तित्व त्यो स्पिचमा लाग्छ बोल्नलाई, जुन दिन हाम्रो सेल हाम्रो कम्युनिकेसनमा भिड्छ, हामीले बोल्ने बेला हाम्रो टोटल एक्जिस्टेन्स जब लाग्छ नि, त्यतिखेर त्यसको इन्टेन्सिटी डिफ्रेन्ट हुन्छ क्या। मैले बारम्बार दुईजना एक्टरको इक्जाम्पल दिइरहेको हुन्छु क्या, एकजना गोविन्दा र एकजना राजपाल यादव। मैले त्यही कुरा नेपालमा चाहिँ हरिवंश आचार्यमा भेट्छु होइन। उहाँहरूको कुनै पनि सिन हेर्नु त, उहाँहरूको भोइस, फेस, बडी, हात, खुट्टा, सेल त्यो फ्रेममा उहाँहरू डुबेर कुरा गर्नुहुन्छ क्या, एक्ट गर्नुहुन्छ, जीवनै दिएर एक्ट गर्नुहुन्छ, आफ्नो अस्तित्व मिसाइदिनुहुन्छ एउटा सिनको लागि। अनि पो ग्रेटेस्ट एक्टर्स त त्यही कुरा नसरुद्दिन शाहमा पनि भेटिन्छ, इन्डियन एक्टर। सो भाषणमा पनि जीवन मिसिएन भने अस्तित्व मिसिनु पर्छ। अस्तित्व मिसिएन भने मतलब मैले बोल्दैछु होइन क्या, हाम्रो सेल जति छ नि यो सबैले एकैपटक बोल्नुपर्छ, एउटै इन्टेन्सनले बोल्नुपर्छ, अनि त्यसको इम्प्याक्ट नपर्ने भन्ने कुरै हुँदैन क्या। त्यस्तो भयो भने हाम्रो बडीले पनि अटोमेटिकली बुझिहाल्छ होइन, यो हाम्रो ह्युमन। एक्ज्याक्टली, अर्को पक्षले थाहा पाउँछ क्या यो मान्छे कति अनेस्ट छ, यो मान्छेले कुन इन्टेन्सनले बोल्दैछ, यो मान्छे किन यसरी बोल्दैछ, यो रेडिएट भइहाल्छ क्या एनर्जी, र अडियन्सले त्यो एनर्जी फिल गर्छ। त्यही भएर आफ्नो कुराको इम्प्याक्ट अडियन्समा परोस् भन्ने चाहनुहुन्छ भने जिब्रोले बोलेर हुँदैन क्या, मुखले बोलेर घाँटीले बोलेर हुँदैन क्या, तपाईँको अस्तित्व लाग्नुपर्छ यसमा, अस्तित्व लाग्नुपर्छ। र नेचरले हामीलाई त्यसरी डिजाइन गरेको छ। बुझ्नुपर्ने कुरा यो हो होइन, हाम्रो एक सेल जबसम्म हाम्रो कम्युनिकेसनमा आइपुग्दैन कुनै पनि काममा, एक्टरले एक्टिङमा, सिङ्गरले सिङ्गिङमा, स्पिकरले स्पिचमा, डान्सरले डान्समा होइन, एउटा टोयलेट सफा गर्नेले टोयलेट सफा गर्ने बेला, टिचरले पढाउने बेला, आफ्नो काममा जब अस्तित्व नै लाग्दैन नि त्यो कामको इम्प्याक्ट अडियन्समा पर्दैन क्या, लाइफ चेन्जिङ हुँदैन क्या। त्यही भएर शब्द भन्नु मात्रै स्पिच होइन नि, लेखेर लिएर आएर अब शब्द पढेर शब्द भन्नु मात्रै स्पिच होइन नि, त्यो शब्द भन्ने बेला शब्दमा जीवन भरिँदैन, अस्तित्व आउँछ कि आउँदैन, सम्पूर्ण ब्रह्माण्ड तपाईँको ब्याकअपमा छ कि छैन, छ भने यो इम्प्याक्ट क्रिएट हुन्छ जसको भिडियोहरू हामीले हेऱ्यौँ, छैन भने जस्ट एउटा बोली हुन्छ। हाम्रो बोलेर सक्यो, लास्टमा सकिन साथै एक हार्टबिटमा हामीलाई मान्छेले बिर्सिसक्छ। मैले यही वर्ड युज गर्छु जहिले पनि, बुझ्नुभयो? जस्तो मैले बोलेँ तर मैले मुखबाट प्यारप्यारी बोलिरहेको छु वा घाँटीबाट मात्रै बोलिरहेको छु भने मेरो स्पिच सकेको वा मेरो उत्तर सकेको, मेरो कुरा सकेको एक हार्टबिटमा अडियन्सले अरूतिर ध्यान दिन थालिहाल्छ, मलाई बिर्सिन्छ। बुझ्नुभयो? किनभने अडियन्ससँग त मल्टिपल अप्सन्स छन् त, थुप्रै बोल्ने मान्छे छन्, थुप्रै सुनाउन खोजिराखेका मान्छेहरू छन्, हामीमै किन अड्किन्छ त अडियन्स? त्यही भएर हामीमै अड्काउन चाहन्छौँ भने हामीले जबसम्म अस्तित्व नै लगाएर बोल्दैनौँ र उसको सोचाइ र जीवन परिवर्तनमा हामी सहभागी हुँदैनौँ तबसम्म हामीलाई अडियन्सले सम्झिँदैन। ब्युटिफुल। हामीसँग कुनै एउटा अर्को बाँकी पनि छ जस्तो लाग्छ, त्यो पनि हेरौँ। आदरणीय जनसमुदाय, यो कुनै ठुलो होइन, एकजना राजा रहने कुराले त्यत्रो ठुलो कुनै आपत्ति गर्दैन, तर सामन्तवाद दलाल लोकशाही पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन आउँदैन। तर सामन्तवाद दलाल लोकशाही पुँजीवाद र साम्राज्यवादको शोषण रह्यो भने राजा नरहे पनि वास्तवमा हाम्रो स्थितिमा कुनै परिवर्तन। मदन भण्डारीको स्पिच भन्न साथै
मेरो मामाको छोरा हुनुहुन्थ्यो, अहिले पनि हुनुहुन्छ। ओके। उहाँ साझा स्वास्थ्य सेवा भन्ने थियो, अहिले ट्रमा सेन्टर छ जहाँ, त्यहाँ थियो। उहाँ त्यसमा काम गर्नुहुन्थ्यो। अब हामी त बच्चै थियौँ, अनि हामी बच्चै हुँदा उहाँले मदन भण्डारीको भाषणको बारेमा, अब उहाँलाई पनि यो प्रसङ्ग याद छ कि छैन मलाई थाहा छैन, धेरै अगाडिको कुरा हो। अनि उहाँले के भन्नुहुन्थ्यो भने मदन भण्डारीको आज स्पिच छ है भन्दा हामी अफिस छोडेर हेर्न सुन्न जान्थ्यौँ भन्नुहुन्थ्यो होइन। र यो कुरा पछि पनि धेरैले यस्तै भनेको मैले पाएँ। भनेको उहाँको भाषणमा त्यो जादुगरी र चमत्कारिक आकर्षण थियो भन्ने कुरामा त त्यो कुनै दुविधा नै भएन। अब म पछि कम्युनिकेसनमा आइपुगेँ संयोगले, र कम्युनिकेसनमा पनि पब्लिक स्पिकिङपट्टि आइपुगेँ विगत केही वर्षदेखि, 2011देखि। अब यही प्रसङ्गमा मैले रिसर्च गर्दै जाँदाखेरि उहाँ छुट्ने त कुरै भएन होइन। र उहाँको भाषण मैले सुनेँ। मैले हिजै पनि भर्खरै राति उहाँको भाषण सुनिराखेको थिएँ, किनभने मलाई आज यहाँ आउनुपर्ने थियो हाम्रो होइन, हामीले उहाँको बारेमा केही कुराहरू गर्छौँ भन्ने पनि भयो। उहाँको भाषण सुन्दाखेरि 3-4वटा कुराहरू चाहिँ मलाई स्ट्राइक गर्छ। सबभन्दा पहिलो कुरा विचार, कन्टेन्ट। त्यही मैले अघि पनि भनिरहेको थिएँ नि, कन्टेन्ट नै त हो भनेर कुरा गरिरहेको थिएँ नि। कन्टेन्ट, उहाँले जुन विचार बोल्न खोज्दै हुनुहुन्थ्यो त्यो विचारको स्पष्टता, कुनै दिग्भ्रमित हुनुहुन्न उहाँ, कुनै क्ल्यारिटीमा प्रब्लम छैन होइन, एकदमै स्पष्ट आफ्नो मेसेजमा, सबभन्दा पहिलो कुरा। दोस्रो कुरा, उहाँको बोली चाहिँ एउटा साथीले अर्को साथीलाई बोलिराखेको जस्तो बोली, बुझ्नु भएन? बुझ्न एकदमै सजिलो, सट्ट आफ्नो कुरा बताइदिए बुझाइदिए जस्तो, यति सजिलोसँग गहन कुराहरू बुझाइदिनु भएको छ उहाँले आफ्नो स्पिचमा। अर्को, तपाईँले ध्यान दिएर हेर्नुभयो भने उहाँ कहीँ पनि अड्किनुहुन्न, लगभग कतै छैन, थेगो छैन, फिलर छैन, केही पनि हुँदैन उहाँको। भन्नुको अर्थ उहाँले आफ्नो स्पिचको तयारी कुन हदसम्म गर्नुहुन्थ्यो भन्ने कुरा थाहा हुन्छ। अब उहाँ जीवित रहनु भएन, भेटौँ सोधौँ भने यो भएन, तर सुनेर मैले अनुभव गर्दाखेरि यो महसुस गर्छु उहाँमा होइन, यो कुराहरू। र अर्को, मुड क्यारी गर्न सक्ने क्षमता। मुड क्यारी गर्न सक्ने भनेको आफूले बोल्दै जाँदाखेरि कुन मुड छ त्यो मुड अनुसारको बोली र स्टोरी टेलिङ असाध्यै राम्रो गर्ने। उहाँको अर्को स्ट्रेन्थ चाहिँ मैले स्टोरी टेलिङमा देख्छु होइन। जस्तै दरबारसँग सम्बन्धित कुराहरू भन्दाखेरि उहाँले जसरी भन्नुभएको छ, र आफ्नो स्पिचमा उहाँले अनेक कथाहरू पनि भनिराख्नुहुन्थ्यो क्या। अनि उहाँमा एकजना गजबको स्टोरी टेलर हुनुहुन्थ्यो भन्ने कुरामा त अब कुनै डाउटै भएन। र राम्रो स्टोरी टेलर प्राय राम्रो कम्युनिकेटर हुन्छ क्या। सो उहाँको स्पिच जसरी गुजबम्स आयो भनेर मैले मार्टिन लुथर किङकोमा भनेको थिएँ नि, उहाँको स्पिच अहिले सुन्दाखेरि पनि मलाई सेम फिल भयो, सेम फिल भयो। सो जस्तो हामी दिनहुँ थुप्रै व्यक्तिहरूले बोलेको सुन्छौँ, त्यो चाहे संसदमा होस् चाहे होइन सडकमा होस्, जहाँ पनि हामीले सुन्छौँ। कति नेताहरूका भाषणहरू यस्ता हुन्छन् कि त्यो हाँसोका बिम्बहरू, हास्यास्पद बिम्बहरू बन्छन्, र त्यो बिम्बहरू चाहिँ डस्टबिनमा फाल्छ क्या नागरिकले, केही दिन सुन्छ छोडिदिन्छ होइन, त्यस्तो पात्रहरू बनिन्छ। केही यस्ता शक्तिशाली भाषणहरू जो चाहिँ हामीले पाठ्यपुस्तकमा राखेर पाठ्यक्रममै राखेर पढ्नुपर्ने हुन्छ होइन। तपाईँले भने जस्तै यो कला हो भन्ने भयो। अब यतिका यो भाषण यस्तो खालको त्यो जो चाहिँ हाँसोका पात्र बनेका भाषण गर्नेहरू जोसुकै होलान्, उहाँहरूले सुझाव के दिनुहुन्छ? के कुरामा ध्यान दिनुपर्छ? किनभने उहाँहरूले गरेपछि बोलेपछि केही कुरा यस्तै विवादित हुन्छ, उहाँहरूले आफै कुनै बेला माफी माग्नुपर्ने हुन्छ, र सम्भवतः उहाँहरूले पब्लिकले नभने पनि भित्र मनमा मैले त्यो गलत बोल्ने त्यसरी नबोल्नु पर्ने रहेछ भन्ने पनि लाग्छ होला। पश्चातापको आगो बोकेर बस्नुपर्छ कि त्यस्तो व्यक्तित्वहरूलाई के भन्नुहुन्छ? यो अर्को गहिरो प्रश्न हो होइन रतन सर। यसरी कुरा गरौँ त यसमा, जस्तो तपाईँले इङ्गित गर्न खोजिराख्नु भएको चाहिँ मलाई लाग्छ नेपालका सांसदहरूलाई हो, जसले संसद भवनमा गएर जुन बोलेका कुराहरू छन् पछि मिमको रूपमा आइरहेको हुन्छन् होइन, रमाइलो हाँसो ठट्टा जनताको लागि एउटा त्यो एन्टरटेनमेन्टको डोजको रूपमा आइरहेको हुन्छ। यस्तो हो, उहाँहरू सबैले, म यो पार्टी त्यो पार्टी भन्दिनँ, सम्पूर्ण पार्टीका प्रतिनिधि जो संसद भवनमा पुग्नुहुन्छ र उहाँहरूले बोलेको कुरा रेकर्डमा बस्छ अनन्तकालसम्म, जनताले पनि सम्झिरहेछन् र संसद भवनमै पनि रेकर्डमा बस्छ भने
चुनाव जित्नुभन्दा अघिसम्म उहाँहरूको कम्युनिकेसन के थियो थिएन हामीलाई त थाहा भएन। तर हामी जनताले चुनावमा मत हाले, उहाँहरूलाई जिताए, आएर बोल्दा अब हामीलाई के थाहा भयो भने चुनाव जिते तापनि उहाँहरूको पब्लिक स्पिकिङ स्किल्स चाहिँ पुवर पाइयो। सबैको होइन, जस्तै मिडिया ब्याकग्राउन्ड जसको थियो नि उहाँहरूले त एकदमै राम्रो आएर बोल्नुहुन्छ, वा निकै खारिएका अनुभवी स्पिकर्सहरू वा नेताहरूले त राम्रै बोलिराख्नु भए पाउँछु मैले। तर पछिल्लो समय देखिएका थुप्रै नेताहरूको कम्युनिकेसन वा पब्लिक स्पिकिङमा मेजर प्रब्लम आएको चाहिँ जनताले अनुभव गर्ने स्तरमा पुग्यो क्या। त्यसो भए सबभन्दा राम्रो सुरुवात के गर्न सकिन्छ भने सम्पूर्ण पार्टीले आफ्ना जति पनि सांसदहरू छन् जसलाई पब्लिक स्पिकिङको तालिम दिनुपर्छ र पब्लिक स्पिकिङ सिकाउनुपर्छ, किन 5 वर्ष त समय बाँकी छ नि, सिकाउनुपर्छ भन्ने लाग्दछ भने अब बरु ढिलो नगरी र नलजाई उहाँहरू सबैले पब्लिक स्पिकिङको ट्रेनिङ उहाँहरूको लागि अर्गनाइज गरिदिए हुन्थ्यो। सबभन्दा पहिलो कुरा र पब्लिक स्पिकिङ कति महत्त्वपूर्ण कुरा हुन्छ भन्ने कुरा संसदमा देखिएको दृश्यहरूबाट अब हामीले त थाहा पायौँ। जनताको स्तरबाट हामीले त चाल पाइरहेछौँ भने उहाँहरूलाई थाहा छैन होला त, उहाँहरू बिचमा कुराकानी हुँदैन होला त, हुन्छ। त्यसो भए यो स्किल यदि उहाँहरूको लागि यति महत्त्वपूर्ण कुरा हो भने, रतन सर, यदि उहाँहरूको लागि यति महत्त्वपूर्ण कुरा हो भने आजको 10 वर्षपछि, आजको 15 वर्षपछि, आजको 20 वर्षपछि को प्रधानमन्त्री हुँदैछ, को मन्त्री हुँदैछ, को सचिव हुँदैछ, को आर्मीको चिफ हुँदैछ, को पुलिसको चिफ हुँदैछ, को सशस्त्रको चिफ हुँदैछ, को डक्टर हुँदैछ, को इन्जिनियर हुँदैछ, को हामी जस्तो सञ्चारकर्मी हुँदैछ, को हुँदैछ भन्दा आज जो कक्षा 1 मा पढिरहेछन्, कक्षा 5 मा पढिरहेछन्, कक्षा 8 मा पढिरहेछन्, कक्षा 11, 12 मा पढिरहेछन् वा ब्याचलर्स पढिरहेछन्, तिनै हैनन्। त्यसो भए बिग्रेर भत्केर सम्हाल्नु पर्ने अवस्थामा आइपुग्नु भन्दा यदि यो स्किल हाम्रा सांसदहरूलाई महत्त्वपूर्ण छ भन्ने कुरा बुझिसकेपछि अब हामीले अलिकति शिक्षामै थोरै परिवर्तन गरौँ न त। जस्तै हामीले स्कुलमा कोर्सको रूपमा जति पनि पढिराखेका छौँ नि, जस्तै नेपाली, इङ्ग्लिस, म्याथमेटिक्स, साइन्स वा अरू कुनै सब्जेक्ट, यसको ग्राभिटी वा यसको पर्सेन्टेजलाई कतिमा राख्ने त्यसलाई दिउँ। र सँगसँगै जीवन उपयोगी सिपहरू मध्येको एउटा जसलाई सन् 2020 यता यो संसारकै नम्बर 1 सफ्ट स्किल मानिन्छ, यो सफ्ट स्किल अब नेताहरूलाई चाहिने त पक्का-पक्की भयो। त्यसमा उहाँहरूलाई चाहिन्छ भने अब हामीले स्कुलमा राखौँ न, अनिवार्य स्किलको रूपमा, कम्पलसरी स्किलको रूपमा। यो आवाज हामीले पनि उठाइदिनु पर्ने भयो। अब स्कुलको बच्चालाई, कलेजमा जाने विद्यार्थीलाई र सरकारले पहिलो तहमा, पहिलो चरणमा सरकारी कर्मचारीहरू जति पनि छन्, निजामती कर्मचारी, सरकारी कर्मचारीहरू, उहाँहरूको लागि अनिवार्य स्किलको रूपमा राखिदिने हो भने, र राख्नलाई कुनै आइतबार कुर्नु पर्दैन, कुनै गाह्रो पनि छैन। पहिला भए 4वटा पार्टीको समर्थन चाहिन्थ्यो, अहिले यो अवस्था पनि छैन। एजुकेटेड र यङ शिक्षा मन्त्री पनि हुनुहुन्छ, म उहाँलाई यहीँबाट हार्दिक अपिल पनि गर्छु, अब बुझौँ, समयको माग बुझौँ। यदि उहाँहरूलाई नै आवश्यक भइसक्यो भने यदि अहिले हामीले स्कुलमा राख्दियौँ, अहिले कलेजमा राख्दियौँ, अहिले अब सरकारी निकायहरूमा राख्थ्यौँ भने हामीले आजको 5 वर्षपछिको नेपाल, 10 वर्षपछिको नेपाल, 15-20 वर्षपछिको समुन्नत नेपाल निर्माण गर्ने आधारशिलाको सुरुवात गर्ने भयौँ। र यो काम गर्न कुनै गाह्रो अप्ठ्यारो छैन। यति हो कि यसको महत्त्वलाई महसुस गरिदिनु भयो भने, सरकारले महसुस गरिदियो, शिक्षा मन्त्रीले महसुस गरिदिनु भयो भने, हामीसँग शिक्षा मन्त्रालय छ, शिक्षा विभाग छ, विश्वविद्यालयहरू छन्, विद्यालयहरू छन्, प्याप्सन एन्ड प्याप्सनहरू छन्। एक निर्देशिकामा, एक निर्देशनमा यदि यो कुरा लाग्न सक्यो भने त हामीले लाखौँ नेपालीलाई आजैबाट बलियो बनाउने महाअभियान त सुरु गर्यौँ नि। सो यसो गरौँ, अनेक स्किल मध्ये एउटा यो स्किललाई राखौँ। जस्तै एसिए एक्टिभिटिजको रूपमा थुप्रै कुरा हुँदैन त स्कुलमा, जस्तै म्युजिक सिकाइँदैन, डान्स सिकाइँदैन, स्पोर्ट्स सिकाइँदैन, सिकाइन्छ नि, इन्स्ट्रुमेन्ट्सहरू सिकाइँदैन, सिकाइन्छ नि। त्यसो भए यसरी हेर्दाखेरि सबैभन्दा माथि र महत्त्वपूर्ण देखिने पब्लिक स्पिकिङ स्किल्स चाहिँ किन नसिकाइएको त अहिलेसम्म? तथापि नेपालीमा तपाईँको डिबेटहरू को 1-2वटा च्याप्टरहरू पनि राखेको पाइन्छ। त्यसलाई चाहिँ टालटुल पार्ने र कोर्स सकाउने काम चाहिँ हाम्रो भइरहेको देख्छु। म आफै शिक्षक भएर पनि लामो समयसम्म काम गरे हुनाले क्लासरुममा कसरी यो चिजलाई चाहिँ किनाराकृत गरिएको छ, किनारामा राखेको छ भनेर
तर अल्टिमेटली हामीले संसदमा बोल्ने मान्छे मात्रै त पनि कुरा गरिरहेको छैनौँ नि, हरेक करियरको भनौँ न हरेक प्रोफेसनल फिल्डमा चाहिँ तपाईँले त कम्युनिकेट त गर्नु पर्यो नि, एक्ज्याक्टली होइन? तपाईँ डक्टर बन्नुहोस्, पाइलट बन्नुहोस्, या तपाईँ भोलि म्युजिसियन बन्नुहोस्, वेयर एभर के वाट एभर, तपाईँ जेसुकै बने पनि त बोल्ने स्किल त चाहियो नि। त्यो बोल्ने स्किल मात्रै भएर भएन, तपाईँले चाहिँ के बोल्दैछु, कहाँ बोल्दैछु, कसलाई बोल्दैछु, के कुरा बोल्दैछु भन्ने कुरामा पनि सचेत हुनु पर्यो भन्ने हो। कसरी बोल्दैछु यो भन्ने कुरा प्याकेज जान्नु पर्यो नि, होइन? त्यो कुरा। सो यसमा राज्यले एउटा नीति लियोस्, राज्यले कदम चालोस्, यसका लागि हार्दिक अपिल छ। किनभने हामी सबै आफ्ना हुन् त, जस्तै सरकार पनि त हाम्रै हो नि, विपक्षी दलका नेताहरू पनि त हाम्रै हुन् नि, हामी सबै नेपाली होइन? त्यसमा हामी सबै एकजुट भएर समस्या मात्र औँल्याउने होइन कि त्यसको समाधानको लागि हामी सबै जुटेर, अभिभावक पनि हाम्रै हुन् नि, बच्चाहरू पनि हाम्रै आफन्त हुन् नि, होइन? सम्पूर्ण नेपाली हामी एक हौँ नि। त्यसो भए नेपालको श्रीवृद्धिको लागि, विकासको लागि, समुन्नतिको लागि जुन नेपाल हामीले परिकल्पना गरिराखेका छौँ भविष्यमा, यो निर्माणका लागि यदि हामीले पब्लिक स्पिकिङ स्किल्सलाई कम्पलसरी स्किलको रूपमा राख्दिने हो भने यसले के गर्छ म बुलेट पोइन्ट्समा भनिदिन्छु रतन सर। पब्लिक स्पिकिङ खालि पब्लिक स्पिकिङ होइन। म कुनै दिन माननीय शिक्षा मन्त्रीज्यूलाई भेटेर यो कुराहरू अझ व्यक्तिगत रूपमा बुझाउन पनि चाहन्छु। पब्लिक स्पिकिङ होइन। हेर्नुहोस्, पब्लिक स्पिकिङले के गराउँछ? यदि कुनै एउटा प्रोग्राममा गएर हामीले स्पिच दिनुपर्ने छ भने हामी त्यसको तयारीमा जुट्छौँ। भनेको तपाईँलाई मेहनत गर्न सिकाउँछ। जुटेका कुराहरू मैले कति राख्ने, कति फाल्ने, के गर्ने, कसो गर्ने, क्रिटिकल थिङ्किङ सिकाउँछ, म्यानेजमेन्ट सिकाउँछ। अब स्टेजमा गएर बोलियो, तपाईँको कम्युनिकेसन सार्पन गर्नलाई हेल्प गर्यो यसले। त्यो मात्रै होइन, जो मान्छेले बढीभन्दा बढी मान्छेहरूसँग बोल्छ नि त्यो मान्छे टाठो बाठो पनि हुन्छ। हामीलाई टाठो बाठो नागरिक चाहिएन। अर्को कुरा, जो मान्छेले एउटा आइडिया स्टेजमा बसेर अगाडि बसेको सयौं हजारौं मान्छेलाई बुझाउँछ उसमा लिडरसिप स्किल्स पनि आयो। त्यो मात्रै होइन, नेगोसिएसन्स जो मान्छे राम्रो बोल्न सक्छ नि त्यो मान्छे नेगोसिएसनको टेबलमा इफेक्टिभ पनि हुन्छ क्या, र त्यही मान्छेको व्यक्तित्वको विकास पनि हुन्छ। हेर्नुहोस् न, एउटा पब्लिक स्पिकिङ जसको शार्पन गरिएको छ वा जोसँग एउटा पब्लिक स्पिकिङ स्किल छ उसले प्याकेजमा कति धेरै क्वालिटिजहरू आफूसँग निर्माण गर्दै लिएर जान्छ। ल हेर्नुहोस् त, यो सम्पूर्ण क्वालिटी सफलताको लागि चाहिँदैन, यो सम्पूर्ण क्वालिटी देश निर्माणको लागि चाहिँदैन, समाज परिवर्तनको लागि चाहिँदैन। चाहिन्छ भने त हामी किन ढिलो गरिराखेको होइन? हामी किन ढिलो गरिराखेका छौँ? यसमा हामीले यथाशक्य छिटो कदम चाल्न सक्यौँ भने हामीले समाज परिवर्तन यहाँबाट गरिदिन सक्छौँ। तपाईँले यो भन्दै जाँदाखेरि प्रायः जसो मिम हुने सांसदहरू या नेताहरू जोसुकै मिम कसका भाषणहरू भइरहेछन्, सम्भवतः तपाईँले अघि भन्नुभयो क्रिटिकल थिङ्किङ विकास हुन्छ। तपाईँले सोच्नुपर्छ म आज के बोल्दैछु, कसलाई बोल्दैछु, कुन ल्याङ्ग्वेज, के कुरा बोल्दैछु, त्यो लजिकल छ कि छैन, त्यसको चाहिँ तपाईँको फ्याक्ट चेकिङ छ कि छैन भनेर प्रिपेरेसन हुन्छ नि त। एक्ज्याक्टली, तपाईँ प्रिपेयर्ड भएर बोलेको कुरा त मिस्टेक हुने चान्सेस त एकदमै कम हुने भयो। अहिले त्यो मिम हुनुको कारण एउटा के हो भने तपाईँलाई पब्लिक स्पिकिङको एउटा बेसिक पनि हामीलाई नसिकेको भएको कारणले गर्दाखेरि त्यो तयारी नपुगेर बोल्दाखेरिको उदाङ्गिएको एउटा इमेज हो जस्तो लाग्छ। हामीसँग पब्लिक स्पिकिङ सिक्ने कुनै संस्कारै भएन होइन? अलि अगाडिसम्म त मलाई के भन्नुहुन्थ्यो भने, धेरै पनि होइन 5-7 वर्ष अगाडिसम्म पनि मैले किन पब्लिक स्पिकिङ सिक्नु परेर म नेता हुने हो र भन्नुहुन्थ्यो। यहाँ थियो हाम्रो समाज केही समय अगाडि मात्रै पनि होइन। अहिले अलिकति थोरै बदलाव चाहिँ देखिन्छ, तर यतिले पुग्दैन। र हामीले यो सबै जनजनमा यो धारणा आउनको लागि अर्को 20 वर्ष कुर्न सक्दैनौँ। त्यही भएर यदि सरकारको तहबाट यसमा थोरै मात्रै पनि पुश भइदियो भने चाहिँ भोलिबाट यो कम्पलसरी स्किलको रूपमा सबैले दिनुपर्ने हुन्छ। र हेर्नुहोस् न, समाजलाई यति क्विकली हामीले चेन्ज गर्न सक्छौँ कि भनिसाध्यै छैन। एउटा क्लासरुम मात्र होइन, एउटा कम्युनिटी मात्रै होइन, एउटा देश मात्रै होइन, तपाईँको अन्तर्राष्ट्रिय विभिन्न मञ्चमा आफ्नो नेपाली नागरिकले नेपालका मुद्दा, नेपालका विषयवस्तुहरू लिएर त्यहाँ मजाले पस्किन सक्नु पनि त देशको लागि एउटा गौरवको विषय हो नि। अहिलेको हाम्रो परराष्ट्र मन्त्री जो हुनुहुन्छ शिशिर खनाल, दुईटा कारणले उहाँलाई हेल्प भइरहेछ क्या। एउटा अङ्ग्रेजी भाषामा कमान्ड, एक्ज्याक्टली एउटा, र अर्को उहाँमा पब्लिक स्पिकिङ और कम्युनिकेसन स्किल्स असाध्यै राम्रो छ, डिप्लोमेसी राम्रो छ, र उहाँको पर्सोना र इन्टेन्सन पनि ठिक देखिन्छ। यसले उहाँलाई कति हेल्प गरिरहेछ ल भन्नुहोस् त। इभन इन्डियन मिडियाले कभर गर्दाखेरि त्यो सुन्दाखेरि उहाँलाई अपलोड गरियो क्या जताततै। नेपालमा त हुने नै भयो हाम्रो मन्त्री भएको कारणले गर्दा, तर इन्टरनेसनल कम्युनिटीमा पनि उहाँलाई एप्रिसिएट गरियो होइन। जसरी इन्डियाको विदेश मन्त्री रविशङ्करज्यूलाई उहाँ अरू कुनै देशको विदेश मन्त्री हो, तर हरेकपल्ट मिडिया इन्टरेक्सन्समा उहाँको
आफ्नो देशलाई डिफेन्ड गरेको आन्सर्सहरू सुन्दाखेरि यस्तो हुनुपर्छ है आफ्नो देशको विदेश मन्त्री भन्ने लाग्दैन। लोभ लाग्दो पर्सनालिटी हुनुहुन्छ उहाँ। र सौभाग्यवश हामीले हाम्रो मन्त्री पनि त्यस्तै पाएका छौँ जसले मजाले आफ्नो रोल प्ले गरिराख्नु भएको छ। सो पब्लिक स्पिकिङ र भाषाको पकडले उहाँलाई त्यो गरिरहेछ भने बुझ्नु पर्यो नि त। त्यसो भए त अहिले कक्षा 2 मा पढ्नेलाई पनि हामीले त्यही मान्छे बनाउनु पर्यो नि। अब हामीसँग केही प्रश्नहरू छन्, छोटो छोटोमा जवाबको अपेक्षा गर्छु। प्लिज प्लिज। तथापि हामीसँग समय अलिकति लम्बिएला, यो तर फेरि यस्तो संवाद रेयर हुन्छ, यो आर्काइभ पनि हुने भएको हुनाले अलि लम्बियोस् केही अर्थ रहेन, फरक परेन यसमा। पहिलो प्रश्न, हुन त अघि भनिसक्नु भएको छ, राम्रो वक्ता बन्न प्रतिभा चाहिन्छ कि तयारी भन्ने कुरामा चाहिँ तपाईँले दुइटै रोज्नुहुन्छ कि एउटा रोज्नुहुन्छ? दुवै चाहिन्छ। दुवै चाहिन्छ। हुँ। प्रतिभा भगवानले हामी सबैलाई दिएर पठाएका छन्। कम्युनिकेसनको चाहिँ पब्लिक स्पिकिङ चाहिँ सिक्नुपर्छ। बुझ्नुभयो मैले के भने अहिले? मैले के भने प्रतिभा चाहिँ कम्युनिकेसनको हामी सबैलाई दिएर पठाएका छन्। हामी नेचुरल कम्युनिकेटर्सहरू हौँ, तर पब्लिक स्पिकिङ चाहिँ सिक्नुपर्ने कुरा हो। यो लर्न गर्नुपर्ने स्किल हो, हैन? We all are कम्युनिकेटर्स बट वी नट पब्लिक स्पिकर्स। I see. बुझ्नु भएन? एकदमै राम्रो कम्युनिकेट गर्ने मान्छेले स्टेजमा गएर बोल्न सक्छ भन्ने छैन। त्यसको लागि सर्टेन निटिग्रिटी सिक्नुपर्ने हुन्छ। त्यही भएर यो सिक्नुपर्ने स्किल भयो। अब बाँकी रह्यो तयारीको कुरा। कहिलेकाहीँ फ्याट्ट बोलिदिएको कुरा पनि राम्रो भइदिन्छ, तर त्यो कहिलेकाहीँ हुन्छ। जस्तै लट्री जित्छौँ नि हामीले चिट्ठा, तर चिट्ठा त कहिलेकाहीँ पो पर्छ त। धनी बन्नुपर्ने छ भने त म चिट्ठाले धनी हुन्छु भनेर त भएन नि, हैन? आफूले काम गर्नु पर्यो, पैसा आर्जन गर्नु पर्यो, तयारी चाहियो, रिइन्भेस्ट गर्नु पर्यो। एक्ज्याक्ट सेम, हैन? यसमा पनि तयारी चाहिँ पर्छ नि, भयङ्कर तयारी पर्छ। कसैले बोल्दा तुरुन्तै विश्वास लाग्छ, कसैले बोल्दा शङ्का लाग्छ, किन? हुन त अघि भन्यौँ नियत, इन्टेन्सन, बडी ल्याङ्ग्वेज, यो सबै कुराहरू हामीले सुरुमै पनि कुराकानी गरेको छौँ नि। यदि नियत ठिक छ र त्यो नियत पनि रेडिएट भइहाल्छ नि, हैन? तपाईले सही नियतको साथमा कुरा गर्नु भएको छ भने आँखामा देखिन्छ क्या, बोलीमा सुनिन्छ क्या, अनुहारको भावमा देखिन्छ, तपाईँको हात र खुट्टाको चलाइमा देखिन्छ, शरीर कतापट्टि गइरहेछ यसमा देखिन्छ। र नियत गलत छ, लुकाएर केही पाउनुपर्ने छ भने त्यो पनि आवाजमा सुनिन्छ, त्यो पनि आँखामा देखिन्छ, त्यो पनि अनुहारको भावमा देखिन्छ, त्यो पनि हिँडाइ डुलाइमा देखिन्छ, हात चलाइमा देखिन्छ, तपाईँको टाउको कता फर्किराखेको छ त्यसमा देखिन्छ, शरीर कता ढल्केको छ त्यसमा देखिन्छ। मलाई डर लाग्छ त। डराउनु पर्दैन, यति राम्रो नियतको साथमा हामीले यो पडकास्ट गरिरहेका छौँ। अडियन्सलाई सबैभन्दा बढी केले छोइरहन्छ जस्तो लाग्छ? जस्तो आवाज, कथा, आँखा कि मौनता? सबै कुराले छुन्छ। मौनता चाहिने ठाउँमा मौनताले छोइदिरहेको हुन्छ कहिलेकाहीँ। साइलेन्स वा पज यसले पनि छुन्छ। यदि हामीले बोलेर कम्युनिकेट गर्ने कुरामा स्टोरी टेलिङले असाध्यै छुन्छ। तपाईँले दिनुभएको अप्सन्समा कुरा गरेको मैले, होइन? छुन्छ र बाँकी कुराले पनि छुन्छ, होइन? यसलाई म अलिकति लम्ब्याइदिउँ प्लिज प्लिज। के हुन्छ भने कुनै पनि अडियन्सले नि, कुनै पनि अडियन्स, यो हाम्रो ट्रेनिङ प्रोग्राममा पर्छ, कुनै पनि अडियन्सले एउटा प्रोग्राममा आउँदा दुईटा कुरा आफूसँगै लिएर आएको हुन्छ। एउटा तार्किक दिमाग र अर्को भावुक मन, है? यसमा पनि यो समाज ब्रडली दुईटा पार्टमा डिभाइडेड छ। ब्रडली थिन लाइन छ, एउटा वेस्टर्न वर्ल्ड र अर्को इस्टर्न वर्ल्ड। मैले यो विषयमा धेरै कुरा गर्न पाएको छैन कुनै पडकास्टमा, होइन? वेस्टर्न वर्ल्ड भनेको अमेरिका, युरोप, हुन चाहिँ अस्ट्रेलियाहरू पनि त्यतैपट्टि राख्न मिल्छ, आयरल्यान्ड, आइसल्यान्ड, यो सबै उतैपट्टि राख्न मिल्छ। इस्टर्न वर्ल्ड भनेको चाहिँ टर्कीदेखि यतापट्टि, यो इस्टर्न वर्ल्ड, ठिक छ? अब हेर्नुहोस् है, वेस्टर्न वर्ल्डका मान्छेहरूको तुलनात्मक रूपमा लजिकल माइन्ड बढी चल्छ, इमोसनल हार्ट पछाडि पर्छ। इस्टर्न वर्ल्डका मान्छेहरूको भावुक मन बढी चल्छ, तार्किक दिमाग पछाडि पर्छ। हेर्नुहोस् है, तर यो यति थिन लाइन छ कि यो बिचमा भनिहाल्न फ्याट्ट सकिँदैन। म यसको हजुरलाई प्रमाण दिउँ, कसरी यस्तो छ यसको प्रमाण दिउँ। वेस्टर्न वर्ल्डले यो संसारलाई के कुरा उपहारको रूपमा दियो भन्नुहोस् त?
पश्चिमा वैज्ञानिकहरूले हामीलाई साइन्स दियो, टेक्नोलोजी दियो नि, दियो नि होइन, अँ। हामीलाई रकेट दियो, हामीलाई प्लेन दियो, हामीलाई अर्को छ। इन्टरनेट दियो, हामीलाई मोबाइल दियो, हामीलाई ल्यापटप दियो, हामीलाई क्यालकुलेसन अहिले दियो, हामीसँग भएको चिजहरू सबै डिभाइसेसहरू उताबाट आएको छ होइन। किनभने यो सबै कुरा निकाल्नलाई नि लजिकल माइन्ड पहिला चाहिन्छ, क्यालकुलेसन्स। जस्तै पृथ्वीबाट चन्द्रमा रकेट पुर्याउनको लागि क्यालकुलेसन्सले हेल्प गर्छ, मनले केही काम गर्दैन होइन, दूरी नाप्नु पर्यो नि। दूरी नाप्नु पर्यो। अब यतापट्टि यो समाजले नि इस्टर्न सोसाइटीले के कुरा दियो संसारलाई एकपल्ट हेरौँ त, योग, मेडिटेसन, स्पिरिचुअलिटी हो र नेचुरल थेरापी वा नेचुरोप्याथी भनिन्छ नि, यो पनि। यो कुराहरूको लागि चाहिँ बढी नेचरसँग कनेक्ट हुनु पर्यो, लजिकल माइन्ड भन्दा इन्ट्युसन बढी चाहिन्छ, मन बढी चाहिन्छ, अध्यात्म बढी चाहिन्छ। यहाँ हेर्नुहोस् है त, त्यही भएर यो समाजको उत्पादन यो भयो, त्यो समाजको उत्पादन चाहिँ त्यो भयो। अहिले ऱ्यापिडली एक्सचेन्ज अफर चलिरहेछ। जस्तो उहाँहरू अध्यात्म खोज्दा यहाँ आइराख्नु भएको छ, हामीलाई चाहिँ 17 Pro Max आइफोन चाहिरहेछ, बुझ्नु भएन, यो चलिराखेको छ। अब यसलाई पब्लिक स्पिकिङमा कनेक्ट गरौँ। हामी कहाँ छौँ अहिले? नेपालमा। त्यसो भए नेपाली वा एसियन वा इस्टर्न वर्ल्डको अडियन्सलाई, त्यो पनि इन्डियन सबकन्टिनेन्टको अडियन्सलाई यदि तपाईँले गएर स्पिच दिइराख्नु भएको छ भने जहिले पनि के बुझ्नु पर्यो भने यी मान्छेहरूको मन बढी चल्छ। त्यसो भए आफ्नो स्पिचमा मन छुने कुराहरू बढी हुनु पर्यो। त्यही भएर यहाँका गीतहरू कि त हँसाउने हुन्छन् हिट, कि त रुवाउने हिट हुन्छन्, कि त यहाँ कमेडी चल्छ, कि त यहाँ आँसु चल्छ। जस्तो इन्डियन धारावाहिक दिनरातै टेलिसिरियल रुवाउने सिरियल्सहरू 18-20 वर्षदेखि चल्छन् नि होइन। किन चल्छन् भने यहाँका मान्छेले त्यो मन पराउँछ। हाम्रा दिदीबहिनीहरू काम छोडेर पनि त्यो सिरियल हेरेर बस्छन् हुन्छ। या अर्को चाहिँ कमेडियन्सहरू चल्छन्, जस्तो यहाँ महजोडी चल्नुभयो, दीपक राजगिरी चल्नुभयो, अरू कमेडियन्सहरू आउनुभयो र अहिलेसम्म पनि स्ट्यान्डअप कमेडीमा जुन अहिलेको जेनेरेसन आइपुग्यो नि, अहिलेसम्म पनि यो कमेडी चलिरहेछ। या जादुगरहरू चल्छन्, इन्डियामा हेरौँ न त कमेडी। एक्ज्याक्टली, जादुगर मजिसियन्सहरू चल्छन्। किन? मजिसियन्सले हाम्रो लजिकल माइन्डलाई फ्युज पारिदिन्छ, भनेको यहाँबाट परेवा निकालिदिन्छ होइन। लजिकल माइन्डले त यहाँबाट परेवा निस्किँदैन नि। त्यही भएर यो अडियन्सको लागि हामीले बोल्ने हो भने या त रुवाउनुहोस्, या त हँसाउनुहोस्, या त छक्क पारिदिनुहोस्, तर पार्नुहोस्, नभए मन छुन गाह्रो हुन्छ। तर तपाईँ यही कुरा यही मान्छेले यदि वेस्टर्न वर्ल्डमा गएर स्पिच दिने हो भने अब तपाईँले यो कुरालाई चाहिँ अलिक भित्र राख्नु पर्यो। त्यहाँ लजिक बढी आउनुपर्छ। किन? तार्किक दिमाग बढी चल्छ त्यहाँको मान्छेहरूको। त्यही भएर उनीहरूको भिडियोहरू हेर्नुभयो भने सक्सेसफुल हुने 3 तरिका, हाम्रो यहाँ यो हुँदैन नि। याद गर्नु भएको छ? 3 तरिका लजिकलाई हिट गर्छ यसले, 1 2 3 नम्बरलाई हिट गर्छ यसले। कहिले सोच्दैनौँ हामी, किनभने उनीहरूको भूमिमा त्यही कुरा उब्जिन्छ, हाम्रो भूमिमा भावना उब्जिन्छ। त्यही भएर यता बोल्दैछौँ भने हामीले इन्डिया र यसको वरपरको 7वटा देश, टोटलमा 8वटा देश अफगानिस्तान सहित, यदि हामीले यो फेरि इमोसनल मान्छेहरूको राजधानी हो नि यो ठाउँ, संसारका भयभरका सबभन्दा इमोसनल मान्छेहरू यहाँ छन्, बडा मिठो कुरा यहाँ छन्। त्यही भएर यो ठाउँमा यदि हामीले बोल्ने हो भने हाम्रो बोली भावना प्रदान हुनैपर्छ। त्यही भएर तपाईँले एक्टर्सहरूको इन्टरभ्युजहरू हेर्नुभयो भने उनीहरूले बढीभन्दा बढी के भनिरहेको हुन्छन् यो क्षेत्रमा भने म ट्रेन स्टेसनमा 20 दिन सुतेँ, मसँग पकेटमा पैसै थिएन, म गरिब परिवारबाट आएँ, मेरो आमा बुवा यस्तो हुनुहुन्थ्यो। किन त्यसो भनेको त उहाँहरूले? मन छुनलाई। किन? यहाँको मान्छेलाई त्यो कुरा मन पर्छ। बुझिरहनु भएको छ? बुझिरहनु भएको छ? तर तपाईँले वेस्टर्न वर्ल्डको सक्सेसफुल मान्छेहरूलाई हेर्नुभयो भने उसले के भन्छ, दिस इयर आई मेड $40 million। यहाँ आई मेड $40 million भन्ने हो भने चोर र चन्दा सँगै आइपुग्छ घरमा। भन्दैनन् यहाँ तपाईँले धनीभन्दा धनी मान्छेलाई भेट्नु र सोध्नु कस्तो कमाइरहनु भएको छ, काम कस्तो भइरहेछ, उसले के भन्छ थाहा छ? चलिरहेछ, 2 छाक गुजारा गर्न पुगेको छ, उसले समाज चिनेको छ। उसले यस मैले ब्रान्ड न्यू गाडी 3टा किने, नयाँ बङ्गलो पनि 2टा किनेको छु भन्न साथ चोर र चन्दा सँगै आएन भने मलाई भन्नु पनि। सो हामी यही हो कुरा के भने पब्लिक स्पिकिङ र कम्युनिकेसन गर्ने बेला नि खालि यहाँ लेखिने मेसेज के भन्ने कुरा मात्रै होइन क्या, यसको अनेक तहहरूबाट हामी तयार हुनुपर्ने हुन्छ क्या। बुझ्नु भएन? हामी कुन समाजमा बोल्दैछौँ, त्यहाँका मान्छेहरूको डिएनए के छ,
त्यो अनुसार बोलिएन भने कनेक्ट हुँदैन। यदि हामीले मन चल्ने मान्छेहरूको भिडमा गएर मन छुने गरी बोलिएन भने कनेक्ट हुँदैन। यदि लजिकल माइन्ड चल्नेहरूको भिडमा गएर यदि लजिकल आर्गुमेन्ट्सहरूलाई आफ्नो स्पिचमा राखेर प्रेजेन्ट गरिएन भने दिमाग छुँदैन। बुझ्नु भएन? त्यो भएर हामी कहाँ छौँ यो थाहा पाउनु पर्ने हुन्छ। हामी कहाँ जाँदैछौँ, कहाँ बोल्दैछौँ यो थाहा पाउनु पर्ने हुन्छ। र यो कुरा बुझेर यदि हामीले कम्युनिकेट गर्न सक्यौँ भने हामी इफेक्टिभ कम्युनिकेटर हुन्छौँ। अदरवाइज हामी जस्ट स्पिकर हुन्छौँ। ब्युटिफुल। अब यो ऱ्यापिड फायरको क्वेसन भए पनि निकै सान्दर्भिक कुरा र महत्त्वपूर्ण कुरा गर्नुभयो। यो चिज चाहिँ मेरो लागि पनि नयाँ इन्साइट भयो कि। अर्को चाहिँ स्टेजमा उक्लिसकेपछि पहिलो 10 सेकेन्ड भित्रै श्रोताले के अर्थात् दर्शकले के निर्णय गरिसकेका हुन्छन् जस्तो लाग्छ? यो मान्छेले बोल्न सक्छ कि सक्दैन आकलन चाहिँ गर्न खोज्छ। उसले स्क्यान चाहिँ गर्छ। स्क्यान गर्छ। जस्तै तपाईँ कसरी उभिनुभयो, कसरी कुरा सुरु गर्नुभयो, कुन भल्युममा, कुन पिचमा, कुन पेसमा कुरा सुरु गर्नुभयो, तपाईँको फ्लो के छ, यसबाट ठ्याक्क थाहा पाउँछ होइन। आई कन्ट्याक्ट कता भइरहेछ, माइकको प्लेसमेन्ट के छ, अटायर के भइरहेछ, लुगाफाटो, स्टेजको कुन ठाउँमा तपाईँ उभिनु भएको छ, योहरूबाट। म त टेक्निकल कुरा गर्ने भएकोले मैले खर्र भन्दै होइन। यो थाहा नपाए पनि मान्छेले जज चाहिँ गरिदिन्छ। यो ठिक छ है, यो ठिक छैन। गीत जस्तो त हो नि, गीत जस्तो हो नि, सुन्दा थाहा हुन्छ नि, यो मिठो लागेन है, यो मिठो लाग्यो है भने जस्तो उसले थाहा पाइदिइहाल्छ। स्टेजमा कहिले पनि नदेखिने तर महान वक्ताले सधैँ गर्ने तयारी के हो? स्टेजमा उसकोमा नदेखिने भन्नुभयो कि मान्छे नै नदेखिने? स्टेजमा मान्छे त देखिने, तर उसले स्टेजमा ठ्याक्क त्यो नदेखिने, यो मान्छेले यस्तो गर्यो होला भन्ने नहुने, तर त्यो वक्ताले सधैँ तयारी गर्ने। कन्टेन्टको तयारी होला, कन्टेन्टको तयारी होला सबैले गर्ने। किनभने हामीले टेक्नु पर्ने नै कन्टेन्टमा हुन्छ। त्यही भएर उसले के कुरा बोल्दैछ यसको तयारी चाहिँ उसले गर्छ, जुन कुरा स्टेजमा देखिँदैन। भाषण दिँदा पानी पिउनु कन्फिडेन्स हो कि नर्भसनेस? यो दुवै हुनसक्छ, यो दुवै हुनसक्छ। जस्तै लामो लामो भाषण दिनु पर्यो, जस्तै बजेट भाषण दिनु पर्यो, घन्टौँ घन्टाको हुन्छ, त्यहाँ नेचुरली घाँटी सुक्नु स्वाभाविक कुरा भयो। त्यस्तो अवस्थामा पानी खानु भनेको अब त्यो आफूलाई फ्युल गर्नको लागि खाए जस्तो भयो। तर कहिलेकाहीँ नर्भसनेसमा पनि पानी खानुपर्ने चाहिँ दिन आउन सक्छ। जस्तो हाम्रो माननीय गृहमन्त्री सुदन गुरुङजीले 2-3 पटक पानी पिउनु भएकोलाई लिएर मान्छेले क्वेसन गरिरहेको थियो कि त्यो नर्भसनेस हो या कन्फिडेन्स हो? पहिलो पानी नर्भसनेस जस्तो लाग्छ, दोस्रो तेस्रो पानी चाहिँ कमेडी जस्तो लाग्छ। किनभने उहाँ पनि हाँस्नुभयो, फेरि मलाई उडाउँछन् होला भन्नुभयो, सबैजना हाँसे। किनभने त्यो पहिलो पानी याद छ नि त सबैलाई, त्यो होला। ब्युटिफुल। एउटा फिलर वर्ड जुन नेपाली वक्ताले अहिले नै छोड्नुपर्छ चाहिँ त्यो चाहिँ यो चाहिँ र म तपाईँलाई भनौँ है, यसमा केही थपिदिउँ? प्लिज प्लिज। मैले सिभियर अवस्थामा चाहिँको प्रयोग गर्ने हाम्रो पार्टिसिपेन्ट्सहरूलाई 4 देखि 5 दिनको समयमा यो शून्यमा झार्दिएको छु वा झरेको छ। अटेन्सनको टेक्निक हामीले प्रयोग गराउँछौँ। अटेन्सन, ध्यान दिने, बोल्दाखेरि अटेन्सन पे गर्ने। यदि हामीलाई जसले हेरिराख्नु भएको छ यतिखेर यदि टिप्न मिल्छ भने टिप्नु भए पनि हुन्छ, वा यो भिडियोलाई पज गरेर फेरि ब्याक गएर हेर्नु भए हुन्छ। आजैबाट चाहिँ मात्रै होइन, जस्तै चाहिँ, यु नो, आई मिन, सो, यानि कि, माने भनेर भन्दा भन्नुको मतलब यस्तो खालको हुन्छ नि होइन। वा यो वा वा गर्ने मान्छे नेपालको विकास यस्तो भयो भने हुन्छ जस्तो लाग्छ मलाई, अनि यस्तो हुन्छ नि यो, यसलाई हामीले फिलर्स भन्छौँ। शब्द बिचमा फिल गऱ्यौँ हामीले होइन। थेगो छ, फिलर्स प्रयोग गर्ने बानी छ, वा ढिलो बोल्ने बानी छ, वा छिटो बोल्ने बानी छ। यो 4 अवस्थामा यदि कतै पर्नुहुन्छ र यो हाम्रो पडकास्ट हेरिराख्नु भएको छ भने आफूले बोल्ने बेला अटेन्सन, ध्यान दिएर बोल्नुभयो भने यो केही दिनमा जान्छ। मेरो सुपरभिजनमा 5 दिन 4 दिनमा गएको छ। आफैले पनि प्र्याक्टिस गर्न मिलिहाल्छ। के कुरामा ध्यान दिने भने सबभन्दा पहिलो कुरा, मैले बोल्दा मेरो भोइसको भल्युम कत्रो छ, बोल्ने बेला ध्यान दिने। अर्को, मेरो स्पिड कस्तो छ, मेरो उच्चारण कस्तो छ, र मैले बोलेको कुरा मेरो अन्तिमको अडियन्सले सुनिराखेको छ कि छैन। यो 4वटा कुरामा यदि ध्यान दिने हो भने, ध्यान दिएर बोल्ने हो भने, रिलिजियसली यसलाई प्रयोग गर्ने हो भने केही दिनमा
यो मैले अघि भनेका सम्पूर्ण समस्याहरू हल हल हुन्छन्, Beautiful. जिरोमा जान्छन् र बोली हाम्रो यस्तो मिठो र क्लियर हुन्छ, बोलीको क्ल्यारिटी बढेर जान्छ, फोहोर सफा गरेको सहर जस्तो भएर जान्छ क्या हाम्रो तपाईँले बोली। बोलिरहेको जस्तो। भगवानको कृपा। अर्को प्रश्न, मैले पनि भनिरहेको छु, फिलर प्रयोग गरिरहेको छु म पनि। अटेन्सन पे गर्नुहोस् है। तपाईँ आफै स्टेजमा सबैभन्दा नराम्रोसँग कहिले चिप्लिनु भएको अनुभव छ? त्यसरी चिप्लेको अनुभव छैन भगवानको कृपाले। छैन है? छैन। तपाईँको जीवन बदल्ने कुनै एउटा भाषण? एउटै मात्र भन्न सक्दिनँ म, किनभने अब मैले अघि अफ एयरमा पनि मैले एउटा कुरा सानो सेयर गरेको थिएँ। 2011, 2012, 2013 र 2014, झन्डै 14, यो झन्डै 4 वर्षमा मैले भनौँ न निकै ठुलो सङ्ख्यामा स्पिच र पब्लिक स्पिकिङ रिलेटेड डिजिटल प्लेटफर्ममा अभाइलेबल भिडियोजहरू हेरेँ, निकै ठुलो सङ्ख्यामा, जुन सामान्य मान्छेले कल्पनै गर्न नसक्ने हुन्छ, त्यति ठुलो सङ्ख्यामा हेरेँ। किनभने म त्यसको रिसर्चमा डुबेको थिएँ। 8 देखि 12-13 घन्टासम्म मेरो काम नै यही हुन्थ्यो, हरेक दिन लगभग 4 वर्षसम्म, होइन? त्यही भएर मैले यति धेरै स्पिकर्सको भिडियोहरू हेरेँ र उहाँहरूबाट साना ठुला यति धेरै कुराहरू सिकेँ कि मैले एकैजनालाई वा एउटा स्पिचलाई मात्रै क्रेडिट दिएँ भने फेरि अरूलाई अन्याय गरे जस्तो हुन्छ। त्यही भएर मैले एकजना तोकेर भन्न सक्दिनँ यो ओके, केसमा। एउटा प्रश्न, ओशोलाई एक शब्दमा वर्णन गर्नु पर्यो भने के भन्नुहुन्छ? सुन्नुभयो तपाईँले यति धेरै सुनिरहेको छु, अफकोर्स मैले जुन शब्द प्रयोग गरे पनि यो शब्द कम हुन्छ है। त्यही भएर ओशोका भक्तहरू संसारभरि जति हुनुहुन्छ उहाँहरूसँग म पहिला नै क्षमा मागौँ। उहाँ इन्लाइटेन्ड सोल त हो, मैले उहाँलाई हेर्दा चाहिँ म्याजिकको रूपमा हेर्छु र यो शब्दले पनि उहाँलाई जस्टिफाई गर्दैन मलाई थाहा छ। त्यही भएर मैले पहिल्यै हात जोडेर उहाँहरूसँग क्षमा माग्ने कारण चाहिँ यही नै हो। बालेन र रवि लामिछाने मध्ये क्राउड कन्ट्रोल कसको बलियो हुन्छ जस्तो लाग्छ र किन? दुबईको, अहिलेलाई दुबईको। रवि लामिछानेले चाहिँ लामो समयदेखि क्राउड कन्ट्रोल गरिराखेको इतिहास छ, निकै लामो समयदेखि। म तपाईँलाई उहाँ नेता हुनुभन्दा पनि अगाडिदेखि लिएर जान्छु। प्लिज। उहाँ रेडियो प्रोग्राम गर्दा पनि, एफएम रेडियोमा काम गर्दाखेरि पनि उहाँ सक्सेसफुल र हिट आरजेको रूपमा हुनुहुन्थ्यो। म त्यो बेला श्रोता थिएँ। ए वाह। उहाँ टेलिभिजनमा आउनुभयो, पटक पटक विभिन्न कार्यक्रम लिएर। उहाँका ती सम्पूर्ण टेलिभिजन कार्यक्रमहरू राम्रा भए। त्यति बेला पनि मैले क्राउड कन्ट्रोल गरेकै हो। नेताको रूपमा आइसकेपछि देशभरि वा देशभन्दा बाहिर उहाँले नेपालीहरूका लागि जति ठाउँमा गएर बोल्नुभयो उहाँले तारिफै पाउनु भएको छ अहिलेसम्म। र याद गर्नुहोस् है, रवि लामिछानेसँग भएको मिडियाको ब्याकग्राउन्ड र पब्लिक स्पिकिङ स्किल्सको कारणले गर्दा देशको नम्बर 1 पार्टी निर्माण गरिदिनु भयो उहाँले। त्यही भएर रवि लामिछानेलाई यो कुराको क्रेडिट दिनुपर्छ। अर्को कुरा आयो प्रधानमन्त्रीज्यूको। अहिले उहाँको आफ्नै स्टाइल पनि मन पराइएको कारणले गर्दा उहाँ जहाँ जहाँ गएर बोलिराख्नु भएको छ, संसद भवनमा अस्ति बोल्नु भएको एउटा स्टेटमेन्टको आलोचना भयो, त्यसभन्दा बाहेक उहाँको कुरालाई रुचाइएको छ। त्यही भएर दुबईले अहिले क्राउड कन्ट्रोल गरिराख्नु भएको छ। मैले अहिले भनेर बारम्बार भन्नुको पछाडिको कारण छ, अहिले जुन मितिमा हामीले यो पडकास्ट सुट गरिराखेको छौँ, यो मितिमा चाहिँ रवि लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहज्यू दुबईजनाले क्राउड कन्ट्रोल गरिराख्नु भएको छ। अब यो भन्दै जाँदाखेरि हामी रासपाको मात्रै कुराकानी गरे जस्तो अडियन्सलाई महसुस हुनसक्छ भनेर त्यो होइन हाम्रो इन्टेन्सन। जस्तो नेपाली काङ्ग्रेसका नेता गगन थापाको भाषणलाई सुन्ने हो भने, जस्तो अस्ति महाधिवेशनमा पनि चितवनमा रासपाको महाधिवेशनको टाइममा पनि उहाँले बोल्नुभएको कुरा, 10 वर्ष जनयुद्ध गरेर होइन राज्य सत्तामा पुग्नु भएको प्रचण्ड बाबुरामहरूदेखि लिएर उहाँहरूको भाषणमा पनि त्यस्तो केही देखिन्छ नि, होइन? देखिन्छ, गगन थापाको भाषणमा देखिन्छ। गगन थापा असाध्यै राम्रो वक्ता हुन्, यसमा कुनै शङ्का छैन। भन्नेले त केसम्म भने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशन जुन चितवनमा भयो, त्यो स्टेज चाहिँ गगन थापाको लागि जुटाइदिएको जस्तो भयो भनेर पनि भनेको त्यो स्टेजमा बोल्ने जति पनि वक्ताहरू थिए सबैभन्दा प्रभावकारी र मान्छेको मन जित्ने भाषण चाहिँ गगन थापाले दिए भनेर पनि भने। मैले हेरेँ गगन थापाको त्यो भाषण पनि, उहाँले साह्रै राम्रो बोल्नुभयो।
उहाँले भ्रिकुटी मण्डपमा दिनुभएको भाषणले उहाँको उचाइ बढाएको थियो हो। याद गर्नुभएको छ हो, भने हो। हामीलाई कुनै पार्टीसँग केही लेना देना छैन है यस कुनै यो डिस्क्लेमर पनि दिइराखौँ बेला बेला होइन हामीलाई कुनै पनि राजनीतिक दलसँग यसरी पब्लिक स्पिकिङको बारेमा कुरा गर्दा कुनै पनि लेना देना छैन त्यही भएर तटस्थ भएर यो जे हो त्यही भन्न सकिएको छ उहाँ असाध्यै राम्रो वक्ता हो र फेरि उहाँको पनि म ब्याक एन्ड हजुरलाई भनौँ है सर्टली उहाँ पनि आरजे हो रेडियो प्रेजेन्टर हो पहिला हो र उहाँले राम्रो कार्यक्रम प्रस्तुति दिनुहुन्थ्यो त्यसपछि उहाँ स्टुडेन्ट पोलिटिक्स सँगसँगै गरिराख्नु भएको थियो स्टुडेन्ट पोलिटिक्समा एक्टिभ हुनुभयो बढी रेडियो छोडिदिनु भयो उहाँले र पछि आएर उहाँ यतापट्टि लाग्नुभयो त्यो भएर म त्यति बेला श्रोता थिएँ कति राम्रो अब अर्को एउटा प्रश्न जस्तो यदि आज हिटलर र मार्टिन लुथर किङ एउटै पोडकास्टमा आयो भने सोसियल मिडियाको अल्गोरिदम कसलाई धेरै बुस्ट गर्थ्यो होला दुवैले तान्थ्यो होला किनभने हिटलरलाई इतिहासमा जुनसुकै रूपमा चित्रण गरिए तापनि उहाँले बोलेको सुन्न इन्ट्रेस्टेड चाहिँ मान्छे हुन्थे नै मार्टिन लुथर किङ उहाँको इमेज असाध्यै राम्रो बन्यो अमेरिकामा हुन चाहिँ उहाँले जीवनभरि दुःख पाइराख्नुभयो किनभने समाज बदल्ने कुरा गरिराख्नु भएको थियो नि त उहाँले लेख्नु नै भएको छ मलाई कहिले चयन भएन मैले दुःख पाइराखेँ मानसिक तनाव जहिले पनि हुन्थ्यो सिचुएसन ह्यान्डल गर्न गाह्रो हुन्थ्यो भनेर उहाँले आफैले लेख्नु भएको छ तर उहाँलाई सुन्ने वा हेर्ने मान्छेहरूको सङ्ख्या पनि असाध्यै ठुलो हुन्थ्यो दुवैकै सो जाँदा जाँदै दुईवटा प्रश्न छ एउटा प्रश्न चाहिँ यदि नेपालका सबै बालबालिकालाई सानैदेखि नै पब्लिक स्पिकिङ सिके भने धेरै सक्षम नेता बन्थे कि धेरै म्यानिपुलेसन गर्नतिर लाग्थ्यो होला जस्तो लाग्छ सक्षम नागरिक बन्थे ओके सक्षम नागरिक बन्थे जसले समाजको सबै क्षेत्रमा आफ्नो यो गुणको कारणले गर्दा आफूले गर्नुपर्ने रोल रेस्पोन्सिबिलिटीलाई सही ढङ्गबाट निभाउँथे र हामीले जुन देश नेपाल देख्न खोजिराखेका छौँ हाम्रो जुन मनको चाहना छ हामीले कम्तीमा पनि 76 वर्ष भयो त्यो चाहना राख्न थालेको हामीले यो पोडकास्ट रेकर्ड गर्ने डेटमा हेर्दाखेरि यो हाम्रो जुन झन्डै 3 वा 4 पुस्ताले देखिराखेको सपना छ कम्तीमा पनि 3 पुस्ता यो सपना पुरा गर्नलाई यो पुस्ताले जुन पुस्ताले पब्लिक स्पिकिङ ट्रेनिङ सानैमा लिएको हुन्थ्यो उसले पुरा गर्थ्यो जस्तो क्लासरुममा सबै विद्यार्थी बोल्दैन विद्यार्थीहरू पनि कस्तो खालको हुन्छ व्यक्तित्व भनौँ न एउटा एक्सपर्ट हुन्छ अर्को चाहिँ इन्ट्रोभर्ट हुन्छ इन्ट्रोभर्टलाई परिवारले कसरी हेर्छ भने मेरो छोरा चाहिँ किन अरूको त्यो छोरा जस्तो बोल्दै हुन्थ्यो होइन अनि फलान जस्तो गर्दै हुन्थ्यो किन बोल्दैन बोल भनेर प्रेसर पनि दिन्छन् तर उसको इच्छा त हुन्छ तथापि पनि उसले आफूलाई त्यो उचाइमा पुर्याएको सक्दैन के त्यस्तो विद्यार्थीलाई त्यस्तो व्यक्तिलाई जो चाहिँ अहिले +2 11 12मा पढिरहनु भएको छ अर्थात् 9 10मै पढिरहनु हुन्छ अर्थात् ब्याचलरमै पढिरहनु भएको होला त्यस्तोलाई के भन्न चाहनुहुन्छ प्यारेन्ट्सको एङ्गलबाट के भन्नुहुन्छ त्यो विद्यार्थीको पोइन्ट अफ भ्यूबाट विद्यार्थीलाई सपोर्ट हुन सक्ने के तरिका हुन सक्छन् ताकि उहाँले त्यो प्रेसर झेलिरहनु भएको छ नि त मेरो छोरी बोल्दैन मेरो छोरा बोल्दैन भन्ने चिज त्यसलाई चाहिँ पार कसरी गर्ने मैले भेट्छु यस्तो पेरेन्ट्स एकदमै धेरै हैन के बुझिदिनु पर्यो भने संसारमा 3 किसिमका मान्छे हुन्छन् एक किसिमका इन्ट्रोभर्ट अर्को खालका एम्बिभर्ट र अर्को खालका एक्सट्रोभर्ट यो तीनै खालका मान्छे भगवानले बनाएको हो त्यसैले भगवानले कसैलाई कमसल कसैलाई बढी क्षमता कसैले कम क्षमता दिएर बनाएको होइन संसारको 1/3 मान्छे इन्ट्रोभर्ट हुन्छन् 1/3 मान्छे एक्सट्रोभर्ट हुन्छन् र 1/3 मान्छे एम्बिभर्ट हुन्छन् इन्ट्रोभर्ट कम बोल्ने बढी सुन्ने र बढी अब्जर्भ गर्ने एक्सट्रोभर्ट बढी बोल्ने र कोहीले चाहिँ अब्जर्भ पनि गर्ने ओके कम सुन्ने पनि हुन्छ कि एक्सट्रोभर्ट बोल्नेतिर ध्यान दिन्छ उसको बडी ल्याङ्ग्वेज लाउड हुन्छ उसको भोइस लाउड हुन्छ सुनाइ कम हुन्छ हो उसको सुनाइ कम जस्तो लाग्छ तर मैले एकदमै ध्यान दिएर सुन्ने र अब्जर्भ गर्ने एक्सट्रोभर्ट पनि भेटेँ क्या त्यही भएर यसलाई जेनरलाइज गर्न पनि गाह्रो भयो होइन अर्को एम्बिभर्ट भन्ने पनि सुन्ने पनि अब्जर्भ पनि गर्ने बोल्नुपर्ने बेला बोल्ने पनि सुन्नुपर्ने बेला सुन्ने पनि यो गुण सहितको हुन्छ 3 खालको मान्छे त्यही भएर भगवानले बनाएको हो होइन र इन्ट्रोभर्टसँग सबभन्दा ठुलो एडभान्टेज टाइमको छ क्या के भने इन्ट्रोभर्ट अरू एक्सटर्नल डिस्ट्र्याक्सन्समा कम फस्ने गरेको पाइन्छ अब अहिले सोसल मिडिया बाहेक
किनभने ऊ बढी मान्छे भेट्दैन, बढी ठाउँ जाँदैन। यसले गर्दा उसँग एडभान्टेज के हुन्छ भने उसको आफ्नो पर्सनल टाइम बढी हुन्छ। र यदि इन्ट्रोभर्टले आफ्नो यो पर्सनल टाइमलाई पब्लिक स्पिकिङ स्किल्स सिक्नेमा राखिदियो र त्यसको लागि मेहनत गर्नेमा लगाइदिने हो भने इन्ट्रोभर्टले स्टेजमा गएर अमेजिङ स्पिच दिन सक्छ, रेडियोमा गएर प्रोग्राम गर्न सक्छ, टेलिभिजनमा प्रोग्राम गर्न सक्छ, पडकास्ट गर्न सक्छ, डिजिटल प्लेटफर्ममा च्यानल्सहरू रन गर्न सक्छ। इन्ट्रोभर्टले सबै काम गर्न सक्छ जुन बोलेर गर्न सकिन्छ। र यसको सबैभन्दा ठुलो एक्जाम्पल तपाईँको अगाडि बसिराखेको छ। इन्ट्रेस्टिङ। तपाईँ पनि इन्ट्रोभर्ट? एक्ज्याक्टली, मेरो होल चाइल्डहुड इन्ट्रोभर्ट भएर बित्यो। म कलेजमा इन्ट्रोभर्ट नै थिएँ, म भित्रबाट इन्ट्रोभर्ट अहिले पनि छु। तर लुक एट मी, मलाई कसैले बोलेको सुन्दाखेरि वा म जब एक्सनमा हुन्छु मलाई कसैले इन्ट्रोभर्ट भनेर कल्पना पनि गर्न सक्छ होला त? सक्दैन। लक्कीली के भयो भने मेरो काम नै फेरि त्यस्तै पर्दै, हेर्नु न, रेडियो जहाँ इन्ट्रोभर्ट भएर केही कामै छैन, स्टेज जहाँ इन्ट्रोभर्ट भएर केही कामै छैन, ट्रेनिङ जहाँ इन्ट्रोभर्ट भएर कामै छैन। अहिले म जसरी यसरी यो पब्लिक स्पिकिङको प्रमोसन्स देशभरि हुनुपर्छ भन्ने हिसाबबाट यो एउटा अभियान जस्तो गरेर हिँडिराखेको छु, यहाँ इन्ट्रोभर्ट भएर केही कामै छैन भने म इन्ट्रोभर्टको रूपमा जसको चाइल्डहुड बित्यो, म इन्ट्रोभर्टको रूपमा जसको कलेजको लाइफ बित्यो र म अहिले पनि पर्सनल लाइफमा आफूलाई एकदमै इन्ट्रोभर्ट फिल गर्छु। र कहिलेकाहीँ त मैले शनिबारको दिनहरूमा दिनभरि एक शब्द नबोलेको दिन पनि हुन्छ, चुपचाप बसेर। अहिले छोरी भएकोले बाध्य भएर बोल्नु परेर मात्रै, अदरवाइज मेरो होल डे नबोली पनि जान्थ्यो म अनम्यारिड हुँदा, सिङ्गल हुँदाखेरि। बुझ्नु भने होइन? सो इन्ट्रोभर्टले गर्न सक्दैन भन्ने कुरै होइन। जति आमा बुवाले हेरिराख्नु भएको छ र यदि उहाँको छोरा वा छोरी इन्ट्रोभर्ट हो, बोल्दै बोल्दैन भन्ने लाग्छ भने मैले अहिले भनेको यो कुरा र मलाई उदाहरणको रूपमा राखिराख्नु होला। आत्तिनु पर्दैन, बच्चालाई प्रेसर नदिने। बरु बच्चालाई के गर्ने भने पब्लिक स्पिकिङ त सिक्नुपर्ने कुरा मैले अघि नै पनि भने होइन? सो यसको लागि सही ट्रेनर, सही ठाउँ खोज्नपट्टि लाग्ने र उसलाई ग्रुम गरिदिनपट्टि लाग्ने र सही ट्रेनरसँग सही ट्रेनिङ सही ढङ्गबाट सही वातावरणमा लिने हो भने हरेक इन्ट्रोभर्ट अमेजिङ स्पिकर बन्न सक्छ। यसमा कुनै दुःख छैन, कुनै दुविधा छैन, कुनै डाउट छैन। त्यही भएर इन्ट्रोभर्ट यदि कोही अब जस्तो जब होल्डर्स पनि त इन्ट्रोभर्ट हुन सक्नुहुन्छ नि, जो अहिले 40s मा हुनुहुन्छ, जो अहिले 30s मा हुनुहुन्छ र उहाँहरू के भन्नुहुन्छ नि, म त बोल्नै सक्दिनँ कि क्या हो, म त उभिनै सक्दिनँ, यस्तो केही होइन। हरेकले गर्न सक्छ, हरेकले गर्न सक्छ। सही ट्रेनर चाहियो, सही ट्रेनिङ प्रोग्राम चाहियो, सही मेथोडोलोजी चाहियो र सही वातावरण चाहियो। यति कुरा सही उपलब्ध हुन साथै एक्स्ट्रोभर्टले मात्र होइन, एम्बिभर्टले मात्र होइन, इन्ट्रोभर्टले पनि मजाले बोलिदिन सक्छ। यसको लागि कुनै टेन्सन लिनु पर्दैन। ब्युटिफुल। जाँदा जाँदै केही छुटेको छ अब कुराकानी गर्न जस्तो लाग्छ भने तपाईँलाई फेरि समय केही दिएँ? अनि छुटेको भए हामी अर्को एपिसोड पनि गरौँला नि त। केही टेन्सन छैन होइन? यो आफ्नै पडकास्ट जस्तो गरेर मैले हेरिराखेको छु। किनभने पब्लिक स्पिकिङलाई जनजनमा पुर्याउनुपर्छ, यसको चेतना जनजनमा पुर्याउनुपर्छ, यसको आवश्यकता सबैलाई छ भन्ने कुराको महसुस गराउनुपर्छ भनेर यसरी पब्लिक स्पिकिङकै बारेमा कुराकानी गरिराखेको बेलामा जस्तो राजी आज अब तुलनात्मक रूपमा तपाईँहरूले विभिन्न ठाउँमा गर्दै आइरहनु भएको छ। विभिन्न पोडकास्टमा पनि तपाईँ एज अ गेस्टका रूपमा टेलिभिजनहरूमा विभिन्न ठाउँमा गइरहनुहुन्छ। हरेक दिन नर्मली विकमा 2-4वटा त तपाईँले सेसन पनि गरिरहनु भएको हुन्छ नै होइन? आफ्नै एकाडेमी पनि छ। सो त्यसले गर्दाखेरि चाहिँ आज अलिकति डिफ्रेन्ट भयो भन्ने मलाई पनि महसुस भएको छ। किनभने हामी संसारका समाज परिवर्तन गर्ने भाषणहरूदेखि लिएर आफ्नै देशमा हामीले प्रत्यक्ष देखिरहेको महसुस गरिरहेको व्यक्तिसम्मका कुराकानी गऱ्यौँ होइन? जहाँ त हामीले क्लिप्सहरू नै राख्यौँ, त्यो राख्यौँ। त्यसले गर्दाखेरि अब यो यति ठुलो भवसागर र ठुलो एउटा विषय हो क्या यो चिज। 1-1.5 घन्टामा कुराकानी गरेर पुरा हुने चिज पनि होइन। तथापि आज हामीले थोरै भए पनि कोट्याउने प्रयास गऱ्यौँ। र यो काममा यो जुन काम छ, यो जुन मुभमेन्ट छ, यसमा यो पडकास्ट र रतन सर व्यक्तिगत रूपमा तपाईँ जसरी जोडिदिनु भयो र यसलाई एउटा स्पेस दिनुभयो र हामी पहिलोपल्ट भेट्दाखेरि मैले केही भनिराख्नै परेन क्या। सबभन्दा मजाको कुरा चाहिँ त्यो हो, मैले मुख्य मुद्दा कुरा गरेँ। मुख्य मुद्दा कुरा गरिसकेपछि हामी मलाई लाग्छ कपाल अफ मिनट्समै तुरुन्तै एउटै मुद्दामा आइ नै हाल्यौँ होइन? लामो डिस्कसन, छलफल, कन्भिन्स गर्नुपर्ने केही पनि भएन। र यसैको लागि 1-1.5 घन्टाको समय छुट्याएर यत्रो जनशक्ति प्रयोग गरेर लागेर यो मुद्दालाई स्पेस दिनुपर्छ है भन्ने बुझेर महसुस गरेर जुन यो ठाउँ दिनुभयो त्यसको लागि चाहिँ म ग्रेटफुल छु। अगेन यसैमा थप्छु, किनभने हामी नलेज प्रडक्सन भन्छौँ। हजुर। अनि तपाईँले आफै पनि विश्वको नम्बर 1 सफ्ट स्किल भन्नुहुन्छ होइन? र हो पनि कम्युनिकेसन अहिलेको वर्ल्डकै तपाईँले हेर्नुहुन्छ भने
होइन हरारीले आफै पनि मेन्सन गरेकै छन् आफ्नो किताबमै हुँ, सो यो त तपाईँको क्लासरुममा डे टु डे युनिभर्सिटीमा प्रयोग हुने चिज हो नि त स्किल हो हो। त्यसैले लर्निङको पार्ट हो क्या यो हो। त्यसैले पनि हाम्रो प्रायोरिटीमा पर्नुको कुरा पनि त्यसै हो तपाईँ त्यसैमै काम गरिरहनु भएको छ होइन हो, तपाईँ बाहेक हो। अरूतिर लाग्ने कुरा त हो भएन र यो पर्टिकुलरली यो प्लेटफर्मले जसरी हो, यसलाई हो, रेकग्नाइज गर्यो नि र जुन प्रायोरिटीमा राखेर हाम्रो यो कन्भर्सेसन भयो त्यसको लागि म व्यक्तिगत रूपमा ग्रेटफुल छु र आजको 5 वर्षपछि 10 वर्षपछि 15 वर्षपछि जति बेला नेपालमा पब्लिक स्पिकिङ अनिवार्य स्किलको रूपमा आइसक्नेछ वाह, र स्पिकिङ इन्डस्ट्री भइसक्नेछ त्यतिखेर यो कुरा विषयको उठान गर्ने बेला यसलाई अगाडि बढाउनलाई कुन कुन प्लेटफर्मले आफ्नो रोल प्ले गर्यो भन्दा यो रेकर्डमा बस्नेछ ब्युटिफुल इन्टरनेट हुन्जेलसम्म र ब्युटिफुल त्यतिखेर थाहा पाउनेछन् मान्छेले कि यो प्लेटफर्मले पनि आफ्नो समय एफर्ट खर्च इन गरेर एडिसन यो कुरालाई उत्थानको लागि काम गरेको रहेछ है भन्ने थाहा पाउनेछन् सबैले इन एडिसन जस्तो अहिले सोसियल मिडियाले कतिको यसले प्रभाव पारेको देख्नुहुन्छ किनभने धेरै विद्यार्थीहरू धेरै यङहरू चाहिँ इन्ट्रोभर्ट भयो बोल्न मान्दैन सोसियल मिडियामा च्याट चाहिँ गर्छ तर फिजिकल्ली उपस्थित हुँदाखेरि चाहिँ बोल्न नमान्ने अप्ठ्यारो मान्ने त्यो भएको छ त्यसको केही तपाईँले कसरी हेर्नु छ छ छ मैले त मान्छे नै भेट्छु नि त होइन पेरेन्ट्स वा बच्चाहरू नै भेट्छु मान्छे नै भेट्छु पर्टिकुलरली कोभिड पछि कोभिडभन्दा अगाडि पनि अझ पनि हामीले जतिसुकै भने तापनि बच्चाहरू अलिकति घरबाट बाहिर निस्किने रहेछन् त्यति बेला चाहिँ त्यति बेला टिभीले बाँध्थ्यो ओके होइन तर कोभिड पछाडि चाहिँ धेरै कुराले बाँधिदियो किनभने महिनौँ वा वर्षौँ मान्छे घरबाटै ननिस्के पनि चल्ने भइदियो होइन त्यसपछिको डर समाजको चल्ने तरिकाहरू फरक भयो त्यसले गर्दाखेरि मान्छेको थटमा र बिहेभियरमा खास गरी अहिले जसले एसी दिइरहेछन् नि यहाँसम्मको जेनेरेसनहरूको चाहिँ बिहेभियरमा इम्प्याक्ट पारेकै छ र उनीहरू यही कारणले गर्दाखेरि पनि अझ बढी इन्ट्रोभर्ट भए जस्तो अझ बढी नखुल्ने जस्तो परिवारमा कोही आउँदा पाहुना आउँदाखेरि नमस्कार पनि नगर्नु परे हुन्थ्यो जस्तो अनि नमस्कार गर्नु नै परेछ भने नमस्कार गर्ने अनि आफ्नो कोठामा जाने ढोका लाउने पर्दा लाउने र बत्ती अन गरेर मोबाइलमा वा ल्यापटपमा खेलेर बस्ने यो पनि देख्छु किन खोतलेको भने जाँदा जाँदै यो फेरि अगेन क्लासरुममा पाठ्यक्रममा विश्वविद्यालयमा यसको अभ्यास हुन जरुरी छ किनभने टेक्नोलोजीले हामीले आइसोलेटेड पारिरहेछ तपाईँले आइसोलेसनलाई चाहिँ ब्रेक गर्नको लागि अभ्यास नभइकन हुँदैन भन्ने भएर पनि यो जाँदा जाँदै यो जोडेको निकै महत्त्वपूर्ण समय मात्र होइन तपाईँको विचार अनुभव र दृष्टिकोण राख्नुभयो मजाले ब्युटिफुल्ली म आफै मन्त्रमुग्ध भएँ अनि मैले तपाईँले सुन्दै जाँदाखेरि मैले पनि आई हेभ टु लर्न लट अफ थिङ्स भन्ने पनि भयो कहिलेकाहीँ मलाई पनि ट्रेनिङ चाहिन्छ क्या हो भन्ने भइसक्यो मलाई त्यसको लागि धेरै धन्यवाद छ थ्याङ्क यू मलाई हाम्रो पहिलो भेटघाट भएर हामीले जब एउटा पोडकास्ट गर्ने भन्ने फाइनल गऱ्यौँ नि मलाई आजको यो पोडकास्ट यस्तो हुन्छ भन्ने भाइब चाहिँ त्यति बेलै थियो र जसले भ्यालु एड गर्छ र हाम्रो अडियन्सले यसबाट धेरै कुराहरू सिक्न पाउनुहुनेछ सुन्न पाउनुहुनेछ जान्न पाउनुहुनेछ भन्ने भाइब त्यतिखेरै थियो र त्यही भाइब क्यारी गरेर म यहाँ आएँ र एउटा मिनिङफुल कन्भर्सेसनको पार्ट हुन पाएँ थ्याङ्क यू रतन सर थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू Kathmandu University School of Education, ATEC Media and Discourse Center, supported by Gorkha Group Dang, Education by the Braves, Brihat Rashtriya Shiksha Abhiyan Nepal, Global Academy of Tourism and Hospitality Education, Gate College, Nepal College of Management, NCM.